Hello guys, welcome to our channel XD Pod. यो चाहिँ हाम्रो पाइलट एपिसोड हो। यसमा चाहिँ हामी फुटबलको बारेमा कुरा गर्छौँ। अनि अहिले वर्ल्ड कपको नकआउट राउन्डको बेला छ। भोलिबाट क्वार्टर फाइनल सुरु हुन लागेको छ। अनि त्यही भएर हामी चाहिँ अब डिस्कसन गर्छौँ राउन्ड अफ 16 को। सबभन्दा सुरुमा त म आफ्नो हाम्रो प्यानलहरूलाई इन्ट्रोड्युस गर्न चाहन्छौँ। हामी 5 जना एकदमै बायस्ड छुट्टै टिमको सपोर्टर एकदमै एनर्जेटिक प्यानल छ। राउन्ड अफ 16 को गेमहरू जुन एब्सोल्युट कियोस थियो त्यसलाई म्याच गर्ने गरेर म पहिला आफूलाई इन्ट्रोड्युस गर्छु नि त। मैले आफूलाई इन्ट्रोड्युस गरेँ होइन। म चाहिँ आशिष अर्याल, म्यान सिटी फ्यान। बेल्जियमको गोल्डन जेनेरेसनबाट आश गर्दा आश मारेको भएर अहिले चाहिँ सबै न्युट्रल फ्यान तर अन्डरडग्सहरूलाई सपोर्ट गर्ने। अनि अलिकति लगाव चाहिँ बेल्जियम र नर्वेमा भएको बाँकी बचेको टिममा। अब नेक्स्ट चाहिँ आउट भएको टिमबाट नितेश बर्नवाल, जर्मनी सपोर्टर। मेरो नाम चाहिँ नितेश बर्नवाल, जर्मनीलाई सपोर्ट गर्दै आइरहेको 2010 देखि सपोर्ट गर्न थालेको। एकचोटि वर्ल्ड कप जित्यो, त्यसपछि डिसपोइन्ट गरेछ। यसपालि पनि डिसपोइन्ट गर्यो। सेमिफाइनलसम्म जान्छ भन्ने आशा थियो, तर प्याराग्वेले लात्ता हालेर निकाल्यो। अहिले चाहिँ मैले स्पेनलाई सपोर्ट गर्दैछु। नेक्स्ट राजन दाइ। सबले देखिराख्नु भएको जर्सी। म चाहिँ ब्राजिल फ्यान। माथि 5 वटा तारा, 5 वटा वर्ल्ड कप। यसपालि चाहिँ जित्न सकेन। अब नेक्स्ट चाहिँ हाम्रो लीला बहादुर खत्री। कसको सपोर्ट गर्छ चाहिँ थाहा छैन। सम्पूर्णमा नमस्कार, मेरो नाम लीला बहादुर खत्री पनि हो, तर मलाई धेरैले सुरज खत्री भनेर चिन्छन्। म पनि आशिष अर्याल जस्तै न्युट्रल फ्यान हो एउटा, तर यो वर्ल्ड कपमा चाहिँ मैले इङ्ल्यान्डतिर चाहिँ मेरो अलिकति थोरै झुकाव भएको कारणले गर्दा मैले इङ्ल्यान्डले जिते हुन्थ्यो भन्ने चाहिँ मेरो धारणा हो। यति नै भन्न चाहन्छु अहिलेलाई। अनि लास्ट बट नट द लिस्ट हाम्रो प्यासनेट अर्जेन्टिना र मेसी फ्यान गोकुल सर, इन्ट्रोड्युस योरसेल्फ। नमस्ते सबैमा, मेरो नाम गोकुल खत्री। म चाहिँ अर्जेन्टिना फ्यान, बार्सा फ्यान, हजुर मेसी फ्यान भन्नु फर्स्टमा चाहिँ। त्यस पछाडि चाहिँ इङ्ग्लिस प्रिमियर लिगमा चाहिँ लिभरपुल फ्यान। अनि मैले चाहिँ अर्जेन्टिना फलो गर्दै आएको चाहिँ अराउन्ड 2008बाट ओलम्पिक्सबाट। त्यहाँबाट चाहिँ मैले मेसीलाई देखेँ, मेसीलाई चिनेँ, त्यस पछाडि गेम राम्रो लाग्यो अनि फलो गर्न थालेँ। अनि त्यही हो। ल गाइज, थ्याङ्क्स फर यर इन्ट्रोडक्सन। हाम्रो चाहिँ यो अब मोरलेस रेगुलर प्यानल हुन्छ। अरू साथीहरू पनि जोइन हुने भनेर भन्नुभएको छ। उनीहरूले चाहिँ जोइन भइसकेपछि त्यही अनुसारले हामी इन्ट्रोड्युस गरौँला। तर अब अहिलेलाई चाहिँ लेट्स डाइरेक्टली डाइभ इन्टु एकदमै केयरटेक, फुल अफ सरप्राइजेस, एकदमै बायस्ड ओपिनियन बनाउन सजिलो हुने गरेर भएको डिसिजनहरूतिर जाउँ। राउन्ड अफ 16 को फर्स्ट म्याच मोरक्को क्यानाडा। मोरक्कोलाई अब सबैजनाले स्ट्रङ टिम नै भन्दै आएको छ। अब मोरक्कोसँग ग्रुप स्टेजमा ब्राजिल भिडेको थियो क्या। राजन दाइ, तपाईँले त्यो ब्राजिल भर्सेस मोरक्को पक्कै पनि हेर्नुभयो होला। कस्तो लाग्यो मोरक्कोको पर्फर्मेन्स क्यानाडाको अगेन्स्ट? कस्तो भन्नु, राम्रो थियो। स्कोरले नै भनिसकेको छ त्यो। अनि वान साइडेड टाइपकै गेम थियो। क्यानाडाले त्यस्तो जुन ग्रुप स्टेजमा पर्फर्म गरेको थियो, अलिकति एक्सपेक्टेसन चाहिँ थियो। मोरक्कोले जित्छ भने त लगभग डिसाइडेड नै थियो, थाहा नै थियो। तर क्यानाडाले स्ट्रङ पर्फर्मेन्स चाहिँ दिन्छ जस्तो लागेको थियो, त्यो चाहिँ दिन सकेन। त्यसमा चाहिँ अलिकति डिसपोइन्टेड। सायद क्यानाडाको फर्स्ट अवे फ्रम क्यानाडावाला गेम पनि थियो। हुनसक्छ। तर फेरि क्यानाडाको म्यानेजरले चाहिँ फेरि वी वर बेटर टिम भनेर भन्दै थियो। गोकुल सर के भन्नुहुन्छ, बेटर टिम क्यानाडा थियो कि थिएन? मैले चाहिँ एनालिसिस गर्दाखेरि चाहिँ क्यानाडाले ग्रुप गेम चाहिँ राम्रो खेल्यो कम्पेयर टु मेरो एक्सपेक्टेसन्स भन्दा चाहिँ एकदम राम्रो खेल्यो। अनि मोरक्कोले चाहिँ त्यति एक्सपेक्टेसन जस्तो चाहिँ खेलेको थिएन ग्रुपमा। अनि मलाई चाहिँ अलिक कम्पिटिटिभ हुन्छ वा मैले चाहिँ सोचेको थिएँ कि पेनाल्टीमा जान्छ वा एक्स्ट्रा टाइम पेनाल्टी हुन्छ भनेर सोचेको थिएँ। र त्यो चाहिँ भएन, चाँडै नै उसले लग्यो मोरक्कोले। मैले आफूलाई करेक्ट गरेँ। क्यानाडाको फर्स्ट होम गेम रहन्छ राउन्ड अफ 32 मा साउथ अफ्रिकाले जितेको बिर्से। सुरज, तिमीले चाहिँ अनि मैले चाहिँ मोरक्को र क्यानाडाको म्याच चाहिँ हेर्न चाहिँ भ्याइन। तर नितिशले भने जस्तो अब मोरक्को पक्कै पनि एउटा बलियो टिम हो।
मेरो विचारमा चाहिँ अब उस्तै पर्यो भने सेमी फाइनलसम्म पनि अब जान सक्छ भन्ने चाहिँ मेरो एउटा अनुमान छ। खै फ्रान्ससँग छ सेमी फाइनलमा चाहिँ जान अलिक गाह्रो त्यो चाहिँ हो, तर अब हुन्छ एउटा अब मोरोक्कोले फिजिकल वर्ल्ड कपमा अब तर बिङ सेड द्याट फ्रान्स पनि कडै छ, फिजिकली पनि खेल्न सक्ने क्षमता भएको टिम हो। सो म चाहिँ फ्रान्सलाई अगाडि बढेको देख्दैछु है। अब जर्मनी नै अगाडि बढेर देखाएको थियो। ब्राजिल पनि त्यो त अब त्यस्तो त्यही मलाई चाहिँ के अचम्म लाग्यो भने क्यानाडाको म्यानेजरले चाहिँ वी वर बेटर टिम भनेर, बेटर टिम पनि थियो, क्यानाडाले चान्सेसहरू कन्भर्ट गर्न नसकेको पनि थियो टन्न होइन। अनि इन्जुरीहरू सब हुन्छ नि, मोरोक्कोले अब लास्ट 2 सिजनमा खतरा खेलाएको थियो, त्यो एक्सपिरियन्स पनि छ नि त उनीहरूलाई त्यो कन्भर्ट गर्ने। अब क्यानाडाले मेबी त्यो ल्याक गरिरहेको चाहिँ गर्छ। सेम थिङ विथ युएसए पनि होइन, उनीहरूले पनि त अब त्यो फिनिस गर्न नसकेको हो नि त, नत्र पर्फर्म त राम्रै गरेको थियो नि। त्यो इन्टेन्स प्रेसरमा खेल्न नसकेको जस्तो लाग्यो अलिकति। यसो म चाहिँ स्ट्याट्स हेरिरहेको थियो, गेम त बिर्सिसकेँ के कस्तो भएको थियो, तातो नै छैन दिमागमा। स्ट्याट्स हेर्दा चाहिँ 10 सट हानेको रहेछ, जहाँ चाहिँ मोरोक्कोले 5 सट मात्रै हानेको रहेछ होइन। 5 सटमा 3 गोल हान्नु भनेको त राम्रै कुरा हो। धेरै राम्रो हो। अलिकति बेटर टिम चाहिँ थियो होला पक्कै। म यसो हाइलाइट पनि हेर्न खोज्दैछु। कन्भर्ट गर्न चाहिँ सकेन कन्भर्ट गर्न सकेन क्यानाडाले। तर चाहिँ मलाई त्यो जेसी मार्चले चाहिँ वेयर फार बेटर टिम भनेर भनेको थियो, त्यो चाहिँ मलाई कति पनि लागेन। फार बेटर टिमले 3 गोल चाहिँ खाँदैन जस्तो लाग्छ मलाई। फार बेटर टिम अब इन टर्म्स अफ के भन्ने क्या पोसेसन भन्ने खोजेको अब सर्ट्स हानेको केमा हो त भन्ने कुरा हो नि त। तर एट द एन्ड त रिजल्ट हो नि त, 20% पोसेसनले रिजल्ट ल्यायो भने त त्यो हो नि त उनीहरूले बेटर टिम भनेको। अब के खाना त्यो नि हो, स्ट्याट्स हेरेर नि भन्नु सर्ट त बाहिर नि हान्न सकिन्छ होइन, नेटमै छिर्न पर्यो। अनि त्यही मोरोक्को र क्यानाडाको चाहिँ खासै धेरै इभेन्टफुल अनि सरप्राइज पनि भएन, केही पनि भएन। स्ट्रेट फरवर्ड नै गेम थियो। अनि सेम स्ट्रेट फरवर्ड गेमको कुरा गर्दाखेरि सेकेन्ड गेम पनि प्याराग्वेले मलाई सरप्राइज चाहिँ गरेको। अब प्याराग्वेले राम्रो प्रेस गरेको है, त्यो चाहिँ फ्रान्सले बढी गोल हान्छ भन्ने एक्सपेक्टेसन थियो, तर 1 गोल मात्र हान्न सक्यो। प्याराग्वेले प्रेस चाहिँ गरे हो, फिजिकल गेम भएको थियो अहिले त्यो। फिजिकल एकदम लो ब्लक हराम बल खेलेको थियो प्याराग्वेले। उनीहरू चाहिँ कस्तो भने खतरनाक ट्याकल साइकल छैन, अलिकति टुच्चा छोइदिने पेल्दिने होइन, त्यस्तै अलिकति तिनीहरूलाई चाहिँ एग्रेसिभ बनाउन खोजिरहेको थियो। अनि तर त्यो साउथ अमेरिकन सायद स्टाइलले त्यही नै हो भन्छु, अलिअलि चाहिँ हुन्छ त्यस्तो होइन। साउथ अमेरिकन स्टाइलमा अर्जेन्टिनालाई टुच्चा दिन्छ, अर्जेन्टिना दिन्छ, सबैले दिन्छ कि अलिअलि फिजिकल चाहिँ हुन्छ तिनीहरूमा। अलि सुरज तिमीलाई चाहिँ प्याराग्वेको युएसएसँगको गेम सम्झेर यो वाक इन द पार्क हुन्छ फ्रान्सलाई जस्तो लागेको थियो कि छैन गेमभन्दा अगाडि? गेम पछाडि फेरि स्कोर 0-1 थियो, अब मेजोरिटी अफ बल भए पनि त्यसमा के छ तिम्रो भन्नु? त्यसमा त्यो गेमको बारेमा मलाई अलि याद चाहिँ छैन होइन। त्यो बेला म सायद नै म ट्रिपमा थिएँ, कतै थियो होला सायद, त्यही भएर मलाई चाहिँ अलिकति राजन दाइ तपाईँलाई के लाग्छ? तपाईँले एक्सपेक्ट गरेको भन्दा अलिकति कम्पिटेटिभ गेम भएको? एक्सपेक्ट त खासमा फ्रान्स अब बिङ अ स्ट्रङ्गर टिम अलि धेरै गोल हान्छ जस्तो चाहिँ लागिरहेको थियो, तर भित्रभित्र त प्याराग्वेले जित्छ जस्तै नै लागिरहेको थियो। अब हरेक म्याचमा अन्डरडगले जित्छ जस्तो लाग्छ। अलिकति म्याच एक्साइटिङ हुन्छ, ड्रामा हेर्ने त हो, अरू त सधैँ भइरहेको। प्याराग्वेले चाहिँ मलाई के लाग्छ, प्याराग्वेले चाहिँ जित्नको लागि खेलेकै थिएन कि 5-4-1 कि कसरी खेलेको थिएन। 5 मा डिफेन्स 4 होइन, त्यो ब्लकै गर्ने गरी रोक्ने गरी खेलेको थियो नि त। उनीहरूलाई चाहिँ थाहा थियो त हामीले अट्याकमा जित्न सकिन्न, हामी बस्ने पछाडि भनेर उनीहरूले स्ट्राटेजी नै त यही नै गरेको थियो। फ्रान्ससँग खेल्दा त ठिकै हो, मेक सेन्स। अब त्यही प्याराग्वेले एउटा अपर्चुनिटी पाए नि कन्भर्ट गर्ने, पेनल्टी कन्सिड गर्यो, अनि त्यही पेनल्टी कन्सिड गरेको भरमा नै हार्यो। तर एक्सपेक्ट गरेको भन्दा जस लो ब्लकले चाहिँ राम्रै काम गरेको, राम्रै हराम बल खेल्यो धेरै राम्रो खेल्यो। तर फेरि पनि एक्सपेक्टेड रिजल्ट भयो। अब त्यही मुभिङ फरवर्ड अब थर्ड गेम चाहिँ एकदमै, थर्ड गेमको बिल्डअप चाहिँ एकदमै म्यासिभ बिल्डअप, फुल अफ कन्ट्रोभर्सी। युएस र बेल्जियमको धेरैजना मान्छेको धेरैवटा ओपिनियन सुनियो। फर मी ब्यालोगनको रेड कार्ड चाहिँ सेन्स बन्थेन, तर अगेन जसरी यो रिभोक भयो रेड कार्ड, त्यो चाहिँ एकदमै क्वेसनेबल थियो। फुटबल फ्यान अक्रस द वर्ल्ड चाहिँ युएसलाई सुरुमा अन्डरडग्स भनेर सपोर्ट गरिरहेको मान्छेहरूले पनि
बेल्जियमले जित्नुपर्छ, फुटबलले जित्नुपर्छ भन्दै सपोर्ट गरिरहेको थियो। नट ओन्ली द्याट, अनि लाइक अब गेममा पनि अब युएसएले पनि धेरै राम्रो खेलेको थियो नि त। अनि मलाई चाहिँ कहाँ अलिकति कस्तो नराम्रो कहाँ मजा कहाँ लाग्यो भन्दाखेरि, नमजा कहाँ लाग्यो भन्दाखेरि, जुन सेकेन्ड गोल गर्दाखेरि बेल्जियमले उनीहरूको 3 जना डिफेन्डरहरू थिए, दे आर लाइक नो आइडिया वाट्स गोइङ अन होइन। कस्तो इजी 3 जना डिफेन्डरको पिच्चाबाट बल छिराएर इजी गोल गरेको थिएँ। अनि त्यो देख्दा चाहिँ लाइक त्यो क्लास नै छैन रहेछ जस्तो फिल भयो क्या। त्यो इन्टेन्स लेभलमा अलिकति होइन, सधैँ इजी गेमहरू पर्दैन नि त। अनि त्यस्तोमा चाहिँ स्कोर गर्न नसक्दा, त्यो डिफेन्ड गर्न नसक्दा चाहिँ अलिकति जस्तो भएको थिएँ। सायद फर्स्ट गोल र सेकेन्ड गोल सिमिलर थियो गरे, तीनटै डिफेन्डर गरे सेम प्लेसमा, अनि बिचबाट लुत्त छिरेर नै हानेको जस्तो छ अब। तर गेमको बिल्डअप अनि त्यसपछि गेमको मिनिङ चाहिँ फुटबल फ्यान अक्रस द वर्ल्डलाई धेरै नै थियो जस्तो लाग्छ मलाई। गोकु सर, तपाईँको के भन्नु छ यसमा? गेम चाहिँ कस्तो भयो त? गेम चाहिँ अलिक कम्प्लिकेटेड हुन्छ, अब एक्सपेक्ट गरेर चाहिँ अलिक भएन। मलाई चाहिँ के लाग्छ भने त्यो रेड कार्ड ओभरटर्न गर्नु नै बेल्जियमको लागि चाहिँ एउटा त्यो हुन्छ नि मोटिभेसन भयो जस्तो लाग्छ क्या। लाइक यस्तो गर्यो होइन, अब यो हाम्रो लागि अनफेयर भयो भनेर बेल्जियम फुटबल एसोसिएसनले नै प्रेस रिलिजै गराएको थियो होइन, अलिक पोस्टै पनि भनेको थियो त्यो चाहिँ राम्रो भएन भनेर। अब धेरै प्लेयर्सहरू अब अरू कोचेसहरूले पनि त्यो चाहिँ राम्रो भएन भनेर भनेको थियो। तर त्यही त्यसको मोटिभेसन नै थियो हो, अब चाहिँ हामीले चाहिँ देखाउनु पर्छ यिनीहरूलाई भनेर त्यो सायद तिनीहरू मोटिभेट भएर आएर चाहिँ राम्रो खेले जस्तो लाग्छ। अनि मलाई चाहिँ अर्को गोल चाहिँ थर्ड गोल थियो नि, जुन चाहिँ किपरले त्यो उडाइदिएको भयो नि बस्ने गोल होइन, त्यो चाहिँ बिगारेको थियो। जस्तो ल के गरेको यो त लास्टै नै खत्तम गर्यो यार भन्ने भएको थिएन। अनि त्यही अझै बेटर एक्सपोजर अलि एक्सपिरियन्स अलि नपुगेको जस्तो लाग्छ मलाई चाहिँ। प्रेसर भयो हुन सक्छ किपरलाई अब ठुलो टिमसँग खेल्दा फेरि। अड्सहरू पनि युएसकै बेटर थियो। अनि सुरज, तिमीलाई कस्तो लाग्छ? बेल्जियमले फेरि यो टुर्नामेन्ट भरि अन्डर पर्फर्म गरिरहेको थियो, अनि फेरि स्टार प्लेयर डी ब्रुयन डोकुलाई रेस्ट गरायो। त्यो एउटा कोचको अलि एउटा त्यो साहसिक निर्णय नै भन्नुपर्छ त्यसलाई। त्यही पनि मलाई पनि त्यो बेल्जियमको त्यो रेड कार्डवाला त्यो गेममा त्यो रेड कार्डवाला डिसिजन चाहिँ मलाई पनि त्यति ठिक त लागेको थिएन। तर अब जे भयो भयो। नेक्स्ट गेममा चाहिँ अब बेल्जियमले मेबी अब सरप्राइज फेरि गर्छ कि जस्तो एउटा चाहिँ लाग्छ है मलाई चाहिँ। अब बेल्जियमको तर टिम त उसमा ट्रोसार्ड चाहिँ बरु स्टार्ट गरेर राम्रो खेल्यो, तर डी ब्रुयन र डोकुमा खासै डिपेन्डेन्ट रहन्छ है। त्यो नहुँदा नि इजिली कन्भर्ट गर्नु मेबी। अब तर खोइ युएसएसँग खेलेर त्यस्तो फिल भएको हो कि अलिकति अब खेल्यो भने सक्दैन कि भन्ने पनि हो नि त। डी ब्रुयन र डोकुलाई चाहिँ अघिल्लो गेममा निकालेपछि जित्यो नि त। एक्ज्याक्टली। अनि त्यही भएर लेट्स गो विथ द सेम टिम होइन, अलिक मोटिभेसन पनि सकेर छ यिनीहरूले गर्छन् भनेर चाहिँ स्टार्ट गराएको जस्तो लाग्छ होइन। तर अझै अनि एज फ्याक्टर, अब डी ब्रुयनको केसमा चाहिँ एज फ्याक्टर नै हुनसक्छ होइन, हल्का रेस्ट दिउँ भनेर अर्को गेम पनि क्रुसियल छ भनेर अब डोकुको चाहिँ खेलाउनु पर्ने, तर खेलाएन। तर पछि छिरायो राम्रै हो। तर इफ रिजल्ट पहिल्यै निस्किसकेको थियो भने तिनीहरूलाई छिराएर अब खेलाएर काम पनि थिएन जस्तो लाग्छ। अलिकति सेफ साइडमा बस्नु खोज्यो होला, हानिम न 3-4 गोल अनि त्यसपछि लिएर आउँला भनेर सोच्यो होला नि त। त्यही मलाई चाहिँ मिडफिल्डमा लेग्स खोजिरहेको थियो जस्तो लाग्यो म्यानेजरले। अनि त्यही मिडफिल्डमा लेग्स खोजिरहेको भएर चाहिँ त्यही भएर डी ब्रुयनको बुढो खुट्टा चाहिँ खेलाउन खोजेन जस्तो लाग्यो। अनि अब त्यो रेड कार्डकै पनि कुरा गरौँ न अलिकति होइन। जस्तो कन्ट्रोभर्सियल डिसिजनै थियो। लाइक अब भारले हेर्दा पनि लाइक कसरी डिसाइड गर्छ कि अब मैले मेरो अन्डरस्ट्यान्डिङ अथवा मैले देख्दाखेरि जति बुझेँ लाइक दुइटै खुट्टा हावामा थियो। अब बालगनको खुट्टा ल्यान्ड गर्दाखेरि इन्टेन्सनल थिएन, उसको खुट्टामा ल्यान्ड हुन पऱ्यो। दुईजनाको इयरमै थियो, ट्याक्क ल्यान्ड हुँदा पऱ्यो कि। अब त्यो इन्टेन्सनल मान्ने रेड कार्ड दिने के को आधारमा चाहिँ रेड कार्ड दिने कि? त्यो यसपालि भारमा त के भइरहेको भने सबै अब स्लो मोसनमा हेर्छ होइन, स्लो मोसनमा हेर्दा सबै कुरा फल जस्तै देखिन्छ कि। अब त्यो फास्टमा गेम, त्यो जुन गेम त्यो मोमेन्टम हुन्छ, त्यो पेस हुन्छ, त्यसमा त्यस्तो देखिँदैन, लेजिटिभ जस्तो देखिन्छ। जब अब भारमा गइसक्छ कुरा अनि भारले हेर्दाखेरि त त्यो इन्टेन्सनल जस्तो स्लो मोसनमा हेर्दा त पुरै देखिन्छ नि मजाले, पुरै फ्रेम बाई फ्रेममा सबै देखिन्छ। अनि त्यतिखेर चाहिँ अब मलाई पनि त्यस्तो अब येलो कार्ड मात्रै भयो नि हुन्थ्यो होला अब गेमको बेलामा, त्यो चाहिँ हो जस्तो लाग्थ्यो। किनकि इन्टेन्सनल थिएन, बलको लागि दुईजनै गएका थिए। अब ल्यान्डिङ हुने बेलामा कसको खुट्टा कहाँ पर्यो अब त्यो त कन्ट्रोल आफ्नो कन्ट्रोलमा हुँदैन।
तर भारको अनि इभन हामीले आफ्नो ग्रुप च्याट पनि कुरा गरेर हुन्छ भने रिप्ले पनि एकदमै क्वेसनेबल तरिकाले देखाउँछ के देखाइरहेछ। प्रिमियर लिगमा हाम्रो के अब रेगुलरली प्रिमियर लिग हेरिन्छ नि त प्रिमियर लिगमा फल भयो भने त्यसलाई रिप्ले कतिचोटि देखाउँछ होइन यहाँ चाहिँ फल भयो भने कतिखेर देखाउला भनेर कुरेर बस्नुपर्छ 5 मिनट पछि 10 मिनट पछि देखाउँछ क्या कहिलेकाहीँ त रिप्ले नै आउँदैन। कहिलेकाहीँ पनि आउँदैन ठिकै छ त्यो कुराहरू अरू नेक्स्ट म्याचहरूमा भएको थियो त्यो आउँछ। अर्कोमा जाउँ न। त्यही तर जस बेल्जियम र अब बेल्जियम चाहिँ अगाडि पुग्यो खालि अब रिदम पाएको हो कि होइन तर बेल्जियमबाट म्याच त आश गर्दै अनि त्यसपछि फेरि निराश हुँदै गरेको धेरैचोटि भइसक्यो वर्ल्ड कप गोल्डन जेनेरेसन बी प्रिपेयर्ड फर द डिसअपोइन्टमेन्ट हो। फ्राइडे के गर्छ भन्ने कुरा स्पेनसँग अनि थाहा हुन्छ। अनि त्यही फ्राइडे चाहिँ अब लेट्स गो बेल्जियम भन्ने किनभने अन्डरडग त बेल्जियम नै त भन्नु पर्यो नि स्पेन लामिन यामाललाई अगाडि ल्याउनु पर्छ। अनि फोर्थ गेम एकदमै रमाइलो गेम भएको थियो अब वान अफ द ग्रेटेस्ट फुटबलर टु ग्रेस दिस ब्युटिफुल गेम होइन क्रिस्टियानो रोनाल्डो मोस्ट प्रोबेबली लास्ट गेम हुनसक्छ वर्ल्ड कपमा अझ केही पनि समाचार त आएको छैन तर उसले पनि कन्फर्मेसन गरे छैन केही पनि तर एकदमै एक्साइटिङ गेम वर्ल्ड कपको लास्ट गेम नै भनेको थियो त एक दिन अगाडि नै। मैले कन्फर्मेसन चाहिँ अब सोर्स चाहिँ कति रिलायबल थाहा छैन मैले देखाएको चाहिँ थिएँ वर्ल्ड कपको लास्ट गेम नै भनेको लास्ट म्याच हुन्छ मेरो यो हारे भन्ने कुरा गरेको थिएँ जस्तो सुनेको मैले चाहिँ त्यो मिस गरेर छु मलाई चाहिँ अहिले डिसाइड गर्दिनँ म हिट अफ द मोमेन्टमा डिसाइड गर्ने खालको होइन फेरि रिटायरमेन्ट फिर्ता लिने खालको मान्छे होइन भनेर भन्दै थियो जस्तो लाग्यो गेम पछाडि चाहिँ त्यही भनेको छु तर राजन दाई होइन प्यासनेट क्रिस्टियानो रोनाल्डो फ्यान फ्यान हो म क्रिस्टियानो रोनाल्डोको तर अब अचेल फ्यान मात्रै हो अब के भन्नु राम्रो पर्फर्मेन्स चाहिँ अहिले देखिएको छैन। धेरैजनाको इन्क्लुडिङ मेरो पनि भनाइ चाहिँ के छ भने क्रिस्टियानो रोनाल्डो चाहिँ लास्टको 15 मिनटमा सबिन भएर आउनुपर्ने खालको प्लेयर हो भन्ने छ त्यसमा के छ लास्टको 15 मिनेट भन्दा पनि लास्टको 40 मिनेट भए पनि 30 मिनेट भए पनि जस्तो पावर सब जस्तोको इभन गेममा पनि पुग्न सकेको थिएन धेरै जसो ब्याक साइडमै खेलिरहेको थियो हैन किनकि अब बुढो भइसक्यो एक त हैन अब प्रोफेसनल फुटबलर त हो तर पनि अब एउटा प्लेयरले गर्दा फेरि होल टिमको मोमेन्टम नै चेन्ज हुन्छ नि त अब ऊ दौड्न सक्दैन अरु ऊ त्यो पेसमा खेल्न सकेन भने स्लो भयो नि त काउन्टर हान्न मिलेन के गर्न मिलेन अब ऊ हिँडेर बस्दिन्छ अफसाइड पोजिसनमा हुन्छ होला कुनै काउन्टर हान्ने बेला त्यसले त गेम त रोक्यो नि त जे भए पनि अब अट्याकर छ एउटा त्यसले गर्दा नै अब कतिपय पोर्चुगलको अब चान्स क्रिएट हुन जस्तो लाग्छ के मलाई चाहिँ अनि अब सर्टेन टाइम 60-70 मिनेट पहिला अब त्यो बिना खेलायो भने एटलिस्ट गेम चाहिँ अब अरु त प्लेयरहरु छन् पेस भएका प्लेयरहरु छन् जे भए पनि चान्स निकाल्छन् बलको लागि दौड्छन् बललाई अट्याक गर्छन् हैन त्यही भएर गेम चाहिँ राम्रो हुन सक्छ अनि पछि पावर सबको लागि ल्यायो भने अनि बेटर नै हुन्छ त्यसले पनि आफ्नो फुल एनर्जी युज गर्न पाउँछ कन्जर्भ गरेर ठिकै छ अब निस्किहाल्यो अब ल्याउँदैन अनि सुरज तिमी प्रिमियर लिग क्लोजली फलो गर्ने अनि प्रिमियर लिगको बेस्ट मिडफिल्डर ब्रुनो फर्नान्डेज करेन्टली ब्रुनो फर्नान्डेजको पोर्चुगलको पर्फर्मेन्सको बारेमा के छ अनि गेम यसो भन्न न के कस्तो लाग्यो मलाई चाहिँ यसको मलाई चाहिँ ब्रुनो प्रिमियर लिगमा खेल्दाखेरि र वर्ल्ड कपमा खेल्दाखेरि चाहिँ अलिकति मैले चाहिँ डिफरेन्ट फिल गरेको छु मैले चाहिँ हैन वर्ल्ड कपमा चाहिँ अलिकति अब पर्फर्मेन्स अलिकति खस्केको कि जस्तो मलाई चाहिँ त्यस्तो फिल भयो हेर्दाखेरि अनि रोनाल्डोको कुरा अघि राजनले भने जस्तो सेकेन्ड हाफमा लास्ट 30-40 मिनेट अब स्टार्टिङमा गोन्सालो रामोसलाई स्टार्ट गराएर पछि सब गरेको भए चाहिँ मेबी रिजल्ट डिफरेन्ट पनि हुन सक्थ्यो जस्तो लाग्छ मलाई किनभने गोन्सालो रामोस एउटा राम्रो स्ट्राइकर हो पोर्चुगलको जुन चाहिँ खेल्नै पाएन भनौँ उसले गर्दाखेरि पोर्चुगलको विनिङ गोल हानेको हैन त क्रोएसियासँग पनि गोन्सालो रामोसले त्यही पनि स्टार्ट गर्न नपाउने त्यो गोन्सालो रामोसलाई चाहिँ अब मैले के चाहिँ गर्नु स्टार्ट गर्नलाई जस्तो भयो त्यही त मेरो अगाडि 41 वर्षको अब जतिसुकै लेगेसी भए पनि लेगेसी छ तर लेग्स छैन नि त अहिले पोर्चुगल रोनाल्डोको अनि त्यो गर्दाखेरि त्यो त एकदमै नराम्रो लाग्नु पर्ने हो अनि गोकुल सर तपाईलाई कस्तो लागेको छ पोर्चुगलको मिडफिल्ड वर्ल्ड कप सुरु हुँदा भन्दाखेरि कसको मिडफिल्ड चाहियो भन्दाखेरि पोर्चुगलको भनिन्थ्यो होला हैन
तपाईँले त अझै तपाईँ त अझ मेसी फ्यान हुनुभयो, अब के भन्नु चाहिँ थाहा छैन, तर पोर्चुगलको मिडफिल्ड चाहिँ एकदमै नै राम्रो देखाएको थिएँ मैले वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि। अब जाओ नेभेस, भिटिनिया र ब्रुनो फर्नान्डेस किन फेल भयो होला मिडफिल्ड? मलाई पनि अन पेपर त बेस्ट नै लागेको होइन मिडफिल्डर अबहरू, जस्तै जाओ नेभेस र अब भिटिनिया पिएसजीमा युसिएल ब्याक टु ब्याक जितेको होइन। त्यस पछाडि ब्रुनो फर्नान्डेस योपालिको पिएफए अब बेस्ट प्लेयर अफ द इयर भएको प्रिमियर लिगको। अब पेपरमा हेर्ने त तिनीहरू जस्तो राम्रो मिडफिल्डरको छ र अहिले हेर्ने हो भने त, तर कोअर्डिनेसन मिलेन जस्तो लाग्छ कतै कतै होइन। अब थाहा छैन, टिमको लागि खेल्ने भन्दा इन्डिभिजुअल राम्रो खेलिदिन्छन् कि केटाहरूले त्यसपछि होइन, थाहा छैन। तर मलाई चाहिँ टिमको लागि खेले जस्तो चाहिँ लागेन। अनि अर्को चाहिँ कस्तो लाग्यो भने गोन्जालो रामोसलाई चाहिँ छिराउनु पर्थ्यो क्या, लाइक एटलिस्ट सबिन चाहिँ गर्नुपर्ने थियो क्या त्यो गेममा। एकचोटि नै सबिन गरेन भने त रोनाल्डो त अस्ति अघिल्लो गेममा रोनाल्डो निकालेर सबिन गरे पछाडि जितेको हुन्छ उस्तोको गोलमा। एकचोटि एटलिस्ट रोनाल्डो राख, तर कोही चेन्ज गराएर त एटलिस्ट सबिन त गर्नुपर्छ। युआर लुजिङ होइन, लुज स्टेटमा हुँदाखेरि त सबिन गराएर जिताउनु पर्छ भने चाहिँ फरवर्ड स्ट्राइकर त राख्नु पऱ्यो नि त, त्यो बेला नि राखेन कि। अनि त्यो चाहिँ मलाई अलिक चित्त बुझेन। तर अब सायद कोचको पनि आफ्नै उ थियो होला होइन, आफ्नै अब लास्ट गेम हुनसक्छ ल जिम भनेर छोडिदिएको हुन पनि सक्छ होइन। तर एज अ टिम हेर्ने भने चाहिँ एटलिस्ट अलिकति बोल्ड डिसिजन चाहिँ लिनुपर्ने थियो कोचले। रोबर्टो मार्टिनेजलाई चाहिँ म खासै रेट गर्दिनँ। अब हुन त बेल्जियमलाई सेमी फाइनलमा पुगाएको भनेर भन्न मिल्छ होइन, तर मलाई चाहिँ त्यो बेल्जियमको प्लेयरहरूले नै सेमी फाइनलमा पुगाएको मलाई चाहिँ के लाग्छ भने रोबर्टो मार्टिनेजले चाहिँ बेल्जियमको गोल्डन जेनेरेसन गोल्डन जेनेरेसनलाई चाहिँ डुबायो भने यो चाहिँ मैले अनि नितेश अब जर्मनीलाई पनौती लगाइसकेर अब पोर्चुगलतिर सरेको मान्छे स्पेनले अझै पनि गोल थाहा छैन यो वर्ल्ड कपमा। 0 गोल कन्सिडर्ड अहिलेसम्म 6-7वटा गेम खेलेको अरे। अनि आई थिङ्क दिस इज द फर्स्ट टाइम कुनै पनि गोल कन्सिडर नगरिकन यो स्टेजसम्म आइपुग्ने टिम। अनि पोर्चुगलसँगको गेममा चाहिँ आई थिङ्क अघि ब्रुनो फर्नान्डेसको अलिकति कुरा भएको थियो, मैले गेम हेर्दा चाहिँ अलिकति त्यो उसको रोनाल्डोसँग सिङ्क नमिल्या हो कि अलिकति बल पास दिन नखोज्या हो कि जस्तो त्यो पर्सनल बिफ हो कि के हो, आई डोन्ट नो होइन। तर त्यो चाहिँ अलिकति भिजिबल थियो होइन। अनि त्यसले नि अलिकति गेममा डिसएडभान्टेज भएको जस्तो लागिरहेको छ। अनि यसमा चाहिँ मैले सानो कुरा के जोड्न चाहेँ भन्दाखेरि पोर्चुगलको गेम हेर्दाखेरि नर्मल्ली अब इभन टाइम सकिन लागिसकेको छ तर पनि पछाडि खेल्ने, अगाडि चाहिँ बल गइरहेको थिएन कि। अब त्यो चाहिँ किन थियो, अब कोचको स्ट्राटेजी थियो कि के थियो? अब टाइम सकिन लागिसक्यो, उनीहरू जित्नको लागि खेले जस्तै थिएन कि उनीहरूको त्यो मेन्टालिटी हेर्दाखेरि त्यो कुरा चाहिँ मलाई अलि। अनि नुनो मेन्डेस पनि घाइते हो, त्यो पनि एउटा डिसएडभान्टेज दियो। लमिन यामाललाई त फेरि पनि नुनो मेन्डेसले होइन राम्रै ह्यान्डल गरिरहेको थियो जस्तो लाग्छ मलाई। त्यो चाहिँ हो फर्स्ट हाफ चाहिँ इन्जुरी हुनुभन्दा अगाडि चाहिँ हो। अनि फेरि मलाई अर्को कुरा चित्तै नबुझेको चाहिँ त्यो कोन्सान्स साओ त्यसलाई कसरी प्रनाउन्स गर्छ, कोन्सान्स राइट विङमा खेल्ने होला त्यो पनि एकदमै राम्रो लाग्छ। अनि अर्को राफाएल ल्याओलाई धेरै पछाडि ल्यायो कि, राफाएल ल्याओलाई स्टार्ट गराएन फेरि मान्छेलाई होइन। सेकेन्ड गेममा त्यस्तो राम्रो खेलेको थियो, क्रोएसियासँग धेरै राम्रो खेलेको थियो, लगाएको थियो बलहरू होइन, राम्रो खेलेको थियो, फिजिक्स पनि सबै छ, स्टार्टै गराएन, अचम्म भएको थियो भने। त्यही त मलाई पनि चित्त बुझेको थिएन। अनि पोर्चुगलको अब म म्यान सिटी सपोर्टर भएर नि अलिकति बायस त अभियसली हुन्छु। म्याटियस नुनेसलाई पनि राइटमा चान्स नै पाएन होइन, जबकि त्यस्तो राम्रो गरिरहेको पनि थिएन विङ्गरहरूले। क्यान्सलर त जस लेफ्टमा पनि खेल्ने मान्छे हो नि त। अनि त्यही भएर त्यो पनि चान्स पाउनुपर्छ कि जस्तो पनि लागिरहेको थियो। तर मलाई पनि एकदमै सरप्राइजिङ चाहिँ ब्रुनो फर्नान्डेस अनि त्यो चल्दै नचलेको देखेर चाहिँ अचम्मै लाग्यो। प्रिमियर लिगमा त्यस्तो देखेर त्यस्तो डराएर त्यही भएर। अनि नितेश तिमीलाई स्पेनको चाहिँ त्यो लिथल टिपिकल नम्बर 9 नभएको कारणले गर्दाखेरि अबको गेम बेल्जियमसँग छ के कस्तो लागिरहेको छ? अलिक डिसएडभान्टेज छ, गोल त खास छैन, त्यही पनि गोल त खास छैन। बेल्जियमसँग चाहिँ गोल कन्सिड गर्छ कि भन्ने छ होइन। डोकुले कडा निकाल्छ होइन, डोकुसँग अलिकति डर लागिरहेछ मलाई चाहिँ। फुत निकालिरहेको हुन्छ, त्यसरी निकाल्यो भने त सक्यो। बिङ सेड द्याट मलाई अझ नि स्पेनले जित्छ भन्ने चाहिँ छ, स्ट्रङ टिम छ स्पेनको चाहिँ। लाइक कस्तो मिलेको अलिकति यङ प्लेयरहरू
अनि एनर्जी भएको कुद्न सक्ने सो अलिकति गेम सिङ्क मिलेको जस्तो टिम छ क्या अनि त्यसले गर्दा चाहिँ पुल अफ गर्छ जस्तो त्यसको नाम कसरी प्रोनाउन्स गर्छ कुकुरेला कुकुरेला कुकुरेला। लाग्छ मलाई त्यो एउटा मात्र मड्रिड प्लेयर मड्रिड प्लेयर भयो। खेल्दा पनि त्यसलाई चाहिँ किनिहाल्थेँ क्या त्यो यस्तो पेस बढी त्यो कुकुरेला त्यो चाहिँ मैले लिइहाल्थेँ रियल माड्रिडको फेरि एकजना पनि भएको थिएन नभएको चाहिँ फर्स्ट टाइम भइरहेको थियो स्पेनको तपाईँहरू टिममा होइन लास्टमा वर्ल्ड कप हुँदा हुँदै चाहिँ किनिदिएर रियल माड्रिडले तर स्पेनको गेममा चाहिँ त्यो फ्रन्ट लाइनमा टार्गेट गर्ने मान्छेहरू अब जस्तै योभन्दा अगाडिको गेममा चाहिँ ओयर बाहालले राम्रै गरिरहेको थियो होइन त्यही पनि जस्तो टिपिकल नम्बर 9 हुन्छ त्यो चाहिँ त्यसको कमी छ त्यसले गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ कि मलाई त्यो बर्डेसँगको गेम 0-0 हुनु अनि त्यसमा चाहिँ त्यसको पनि छ जस्तो लाग्छ गोको सर लामिन यामालले नि लाइक निकाल्न खोज्छ तर फिनिस गर्ने कोही पनि छैन उसले एक्लैले लगेर हाल्नुपर्ने हुन्छ कि त होइन उसले सपोर्टको पनि छैन के फरान टोरेस एउटा जो स्ट्राइकर हो तर त्यति फिनिसिङ चाहिँ त्यति राम्रो चाहिँ अहिलेसम्म त्यो देखेको छैन त्यही भएर स्पेन चाहिँ अब डिफेन्सिभली मैले पनि सोलिड नै देख्छु तर अट्याकिङमा चाहिँ मेरो विचारमा अब कतै चुक्ने हो कि भन्ने चाहिँ मलाई जो शङ्का छ मलाई चाहिँ के लाग्छ डिफेन्सिभ मिडफिल्ड अनि विङ्गर्सहरू पनि राम्रो छ एउटा नम्बर 9 टिपिकल नम्बर 9 चाहिँ भएन जस्तो डेभिड भिया फर्नान्डो टोरेस हुन्थ्यो नि त्यो स्पेन टिममा त्यस्तो चाहिँ भएन अलिक त्यही भएर फिनिसिङ चाहिँ भयो जस्तो अनि मिकेल मोरेनो होला तर मलाई ओजार बहालले चाहिँ के भन्छ सरप्राइज नै गरे है मैले यतिको पर्फर्मेन्स दिन्छ यतिको गोल हान्छ न ओजार बहालले चाहिँ सोचेको थिएन सरप्राइज नै गरेको त्यही त म पनि त्यो ओयर बायलको चाहिँ जेस राम्रै गोल पनि टर्न कति गोल छ राजनलाई स्ट्याट्स हेरिरहनु भयो कसको गोल 5 होला सायद स्पेनको ओयर बायल भन्ने छ नि त्यो के हो कसरी प्रोनाउन्स गर्छ प्रोनाउन्सिएसनले अप्ठ्यारो छ तर केस त्यसले 5 जना जस्तो लाग्छ मलाई 5 म एउटा मिम हेरेको थिएँ क्या त्यो ओयर जबाल रे अनि रोनाल्डो चाहिँ ओ नो जबाल रे सही हो ओके तर त्यो चाहिँ जस रमाइलो गेम थियो धेरै देशतिर भयो फिफा र्याङ्किङको लाइक 2 सेकेन्ड पोजिसन र 5th पोजिसनमा भएको टिमको गेम थियो के हैन एकदमै अलिक कम्पिटिटिभ गेम अलिकति राम्रै गेम अनि रिजल्ट पनि लाइक धेरै गोल पनि कन्सिडर गरे हैन एउटा 1-0 जितेको सो गुड गेम वर्ल्ड कप भरिको एउटा प्यानलमा अर्को साथी आउनुभएको छ उहाँलाई नि स्वागत गर्नुपर्छ जस्तो लागिरहेछ उहाँलाई नि इन्ट्रोड्युस गरिहाल्नु धीरज भिडियो वेलकम देखाएपछि यसो अलिकति इन्ट्रोडक्सन दिनु हामीले के गरिरहेको छौँ नि भिडियो देखाउने भाग्यो त ठिकै छ फेरि आउँछ होला के क्यामेरा मेबी टेक्निकल केही त्यस्तो के हुन सक्छ अब नेक्स्ट गेम राबलदाई ब्राजिल 2-1 ले तर गेमको पुरा कहानी चाहिँ भन्दैन कति पनि भन्दैन यति भने पुग्छ चाहिँ अब ब्राजिल त अब जस्तै फुटबल पावर हाउस नै भनिन्छ तर वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि कतिको कन्फिडेन्स थियो अनि मोरोक्कोसँगको ओपनिङ म्याच अनि त्यसपछि नर्वेसम्म आइपुग्दाखेरि के लाग्यो तपाईँ डिसपोइन्ट हुनुभयो कि ठुलै अपसेट भयो कि के भयो तपाईँको लागि हार्दाखेरि अलिकति अपसेट त भइहाल्यो अभियसली होइन तर ब्राजिल स्ट्रङै टिम भए पनि खै कता लास्ट टाइम पनि धेरै अगाडि नपुगेर होला कि कता कस्तो लाग्यो लास्ट टाइम अगाडि नपुगेर त्योभन्दा अगाडि 7 गोल खाएर पनि होला हैन 7 गोल खाएको त धेरै अगाडि यो बिर्सिने बेला भइसक्यो त्यसको इम्प्याक्ट त छैन 7 गोल खानु अगाडि त्यही बेला हैन धारमा चाहिँ अब धेरै अगाडि हो अब त नितेश र राजनाले हम साथ है भन्दा हुन्छ अब त्यस्तै बेला आउँदैछ मलाई चाहिँ ब्राजिलको पेनाल्टी कन्भर्ट नभएर ब्रुनो ग्यामरेसको अनि एन्ड्रिकले त्यो 1 भर्सेस 1 त्यस्तो चान्स मिस गर्दाखेरि मलाई ब्राजिलले चाहिँ आफैले पनिस गरेको जस्तो लागिरहेको छ अब नर्वे हाल्यान्ड त्यो त भइहाल्यो होइन जतै सोसियल मिडियाभरि त्यो छ तर ओभरअल गेम हेर्ने हो भने ब्राजिलको चान्सेस चाहिँ थियो राम्रै चान्स थियो नर्वेको अब लिमिटेड चान्सेसमा पनि अब हाल्यान्डले कस्तो मजाले लिइहाल्यो कि अब इभन त्यो सेकेन्ड त चान्स पनि थिएन दाइ सेकेन्ड गोल त चान्स पनि थिएन आफै चान्स क्रिएट गरेर गरेको त्यो त खतरा थियो त्यो त इभन फर्स्ट गोल पनि हाल्यान्डले कस्तो क्याजुअली त्यो हिँडिरहेको जस्तो यसै हिँड्दै
बल पास क्रस आयो कुदेर गएर स्कोर गरिदिएको अनि त्यो ब्राजिलको डिफेन्डरहरू चाहिँ लाइक दे ह्याड नो आइडिया के त्यसलाई दौडिनै पर्दैन त्यत्रो छ अनि क्याजुअली हिँड्दा अरूले पनि डिफेन्डरहरूले नि के नै गर्न सक्छ भनेर बसेको अरे अब आई गेस त्यही आयो होला उसको माइन्डमा उनीहरूको माइन्डमा अनि त कुदेर झ्याप्प एज युजुअल हालान्ड होइन अनि एक ब्राजिलले त लास्टमा हानेको नि हैन लास्टमा हानेको अनि पेनाल्टी के हानेको नाटक गरे हो त्यो कुरुकुरु त्यो बल सेन्टरमा लगाएर ए साँच्चै यार अर्को लेजेन्ड पनि फेरि अब हामीले फुटबल हेर्दाखेरि होइन जस छात्र नाम सुनेको नेमार छ अरे एउटा ब्राजिलमा भनेर त्यो हेरेको त्यो नेमारको स्किल हेरेको अनि त्यो गरेको होइन एकदम ठुलो लेजेन्डले पनि अब फेरि वर्ल्ड कप कहिले नखेल्ने भयो तर मलाई बेहोरा चाहिँ फिटिकै मन परेको थिएन त्यो बेहोरा उस्तै नै रह्यो भने परेन त्यो भर्खर टाइम नभएको बेला एक गोल हानिसकेपछि अर्कोको लागि त्यो झगडा गर्न बस्न कामै छैन त्यही त तर त्यही नेमारलाई पनि दाइ तपाईँलाई उ लाग्छ कि लाग्दैन यो जाओ पेड्रोलाई चाहिँ वर्ल्ड कपमा ल्याउन पर्थ्यो जस्तो लाग्छ कि लाग्दैन मलाई त एकदम स्ट्रङली लाग्छ त्यो चाहिँ प्रिमियर लिगमा जेस राम्रै गरिरहेको थियो हैन गोल हानिरहेको थियो मलाई पनि अब जाओ पेड्रो राखेको भए हुन्थ्यो जस्तो लाग्छ होइन नेमारलाई नै हटाउनु पर्छ भन्ने थियो अरू कोही थियो होला हटाउनु अनि अर्को चाहिँ अस्तिको डिसिजनमा चाहिँ के होइन ब्रुनो ग्यामरेसलाई पेनाल्टी किन दिएको जस्तो लाग्यो त्यो पनि हो त्यो चाहिँ भिनिसियस जुनियरले गोल हानिरहेको छ उसको कन्फिडेन्स त्यति माथि छ त्योभन्दा अगाडि पेनाल्टी पाउँदा उस्तै हानेको थियो नि त होइन तर नर्मल्ली के हुन्छ जस्तो लाग्छ भने मलाई यो फुटबल टिमहरूमा चाहिँ फर्स्ट टेकर सेकेन्ड टेकर थर्ड टेकर फोर्थ टेकर हुँदै र्याङ्क गरे हुन्छ नि त ब्रुनो ग्यामरेस चाहिँ माथि रहेछ के पहिले नै कोचले फिक्स गरे हुन्छ त्यसो होइन यस्तो भएको अब एन्सेलोटीको लागि चाहिँ प्रेस कन्फरेन्समा कता भनाइरहेछ होइन उनीहरूले चाहिँ ऱ्याङ्किङ गरेर रहेछ कोचले चाहिँ राम्रो पेनाल्टी हान्ने भन्दा ऱ्याङ्किङ गर्दा चाहिँ ब्रुनो ग्यामरेस वाज देयर बेस्ट पेनाल्टी टेक गरेर के ब्रुनो ग्यामरेस भन्दा नि त्योभन्दा अगाडि पनि को थियो मार्टिनेली थियो क्या एउटा अनि अरू को थियो नेमार भइहाल्यो त्यो बेलासम्म त नेमारै थियो नि इगर थिगाको थियो मार्टिनेली होला इगर थिगाको थियो नेमार थियो हैन उनीहरू तिनटै छैन अरे अनि त्यस पछाडि ब्रुनो ग्यामरेस आफ्टर दैट हैन त्यही भएर ब्रुनो ग्यामरेस त्यसपछि चाहिँ भिनिसियस थियो रे के अनि अब दिएको भने के मैले चाहिँ त्यो बुझ्दैन हैन अनि त्यसपछि राम्रो पेनाल्टी हान्ने होला ठिक छ अब अर्को चाहिँ मलाई के लाग्यो भने इगर थियाकोलाई एक गेम खेलायो त्यसपछि युजै गरेर कुनै गेममा नि हैन वाइ लग्नु थियो हैन नलाग्ने जाओ पेट्रोल लिएर गयो भइहाल्थ्यो त्यसो सट्टा त्यो 10-15 मिनेट वा 40-60 मिनेट कति खेलायो फर्स्ट गेममा त्यसपछि न स्टार्ट गरायो न सबिङ गर्यो अनि फेरि अनफर्चुनेट के हो कि मलाई किन खेलाएन इगर थियाकोलाई भन्ने जस्तो लाग्छ नि इगर थियाकोलाई फर्स्ट गेम खेलायो गोल भएन हैन राम्रो खेलेन अनि त्यो त तर अपोनेन्ट पनि हेर्नु पर्यो नि त मोरोक्कोसँग थियो नि त फर्स्ट गेम त त्यसपछिको गेममा कुन्याले गोल हान्यो भनेर त अब जस अपोनेन्ट पनि हेर्न पर्ने हो इगर थियाको कुन्या पनि राम्रो थियो यदि कुन्याले राखिरहेको भए त्यो एन्ड्रिकले मिस गरेको चान्स कन्भर्ट गर्थ्यो जस्तो लाग्छ तर अब इफ्स एन्ड बट्सको कुरा भयो हैन अर्को चाहिँ मलाई के लाग्छ भने पाकेता र गिमेरेस राम्रो मिडफिल्ड सम्हालेको थियो के पाकेता नि अलिकति त्यो गेम टिममा थिएन नि त इन्जर्ड भएको थियो के थियो अब त्यही भएर अलिकति यो भयो होला तर नर्वेको टिमलाई पनि प्रप्स चाहिँ दिनुपर्छ है नर्वेको टिम पनि एकदमै राम्रो 28 इयर्स पछि आछ अनि सबैले हालान्डले एक्लै क्यारी गरेछ भनेर भन्छ हैन तर म चाहिँ त्यो मान्दैन किनभने हालान्ड भनेको सबलाई चाहिने मान्छे हो ओडेगार्ड पनि छ नालान्ड हैन किपर मैले त भन्दा गुड साउट आउट नि त्यसको नाइल्यान्ड पनि लास्ट चाहिँ बवाल खेलेको थियो ब्राजिलसँगको गेम एकदमै दामी खेलेको थियो अनि त्यो नुसाहरू अनि त्यसपछि इभन अस्कर बब सप गरेर आइसकेपछि अर्को त्यो एउटा छ नि त्यो ब्रियन अफ टास्ट जस्तो देखिने होला त्यो सोल्डर लुप हो कि के भन्ने हेलो धीरज वेलकम ए जर्सी लाएर आएछ वेलकम हामीले चाहिँ सबलाई इन्ट्रोड्युस गरिसकेका थियौँ तिमी ढिलो भयो इन्ट्रोडक्सनमा चाहिँ केसको फ्यान प्रिमियर लिगहरूमा पनि किनभने आफ्नो बायसहरू अगाडि राखेर अनि कुरा गरौँ भनेर क्या त्यही भएर तिमी म्युट छौ तर आफूले आफूलाई इन्ट्रोड्युस गर नि त हेलो एभ्रीबडी हेलो म चाहिँ धीरज म चाहिँ लिभरपुल फ्यान अनि वर्ल्ड कपमा
वर्ल्ड कपको अब कुरा नगरौँ, मेरो लागि वर्ल्ड कप सकिसक्यो। त्यस्तो हो नि हाम्रो टिममा नेदरल्यान्डको fan। अन्डरडगलाई सपोर्ट गर्ने होला। एभ्री अन्डरडग हो अब चाहिँ, गेम बाई गेममा अब चाहिँ। सही। हामी नर्वेको कुरा गर्दै थियौँ धीरज, नर्वे र ब्राजिलको राजन दाई एकलट रोइसक्नु भयो। अनि त्यही हालान्डले क्यारी गरेको मात्र भन्न चाहिँ मिल्दैन नर्वेलाई, किनभने हालान्डलाई त सप्लाई चाहिने प्लेयर हो नि त। त्यस मेसी जस्तो मिडफिल्डबाट बल लगेर अनि त्यसपछि सेन्सेसन गरेर छलाएर गोल हान्ने अनि प्लस रेफ्री पनि हेल्प पाउने खालको होइन नि त। तर त्यो गर्छ होइन, गोल होइन, गोल चाहिँ हान्छ, एउटा प्रोपर नम्बर 9 स्ट्राइकर भन्छ नि, गोल चाहिँ ट्याकल हाने चाहिँ गोल हान्दैन, त्यति हो। तर ब्राजिलकै पनि एकदमै चान्सेसहरू मिस गरेको हो जस्तो लाग्छ मलाई। त्यस्तो वान साइडेड गेम चाहिँ थिएन। तर त्यही अब नर्वे कहाँसम्म जाला त गाइस? इङ्ल्यान्डसँग के छ? नर्वे शीतल हुन्छ कि? किनभने अब इङ्ल्यान्डले पनि अब मेक्सिकोको गेममा खेल्दाखेरि अलिकति स्ट्रङ पर्फर्मेन्स देखाएको हो होइन। त्योभन्दा अगाडिको गेमहरूमा ग्रुप स्टेजहरूमा खासै राम्रो पर्फर्मेन्स थिएन नि त। अनि त्यो मेक्सिको गेममा जसरी खेल्यो इङ्ल्यान्डले, त्यसरी खेल्यो भने चाहिँ सक्छ होला सायद नर्वेलाई हम्मे पर्छ। तर त्यो ग्रुप स्टेज तालले खेल्यो भने चाहिँ नर्वेले सिधाइदिन्छ। तर त्यही नर्वेको चाहिँ अब हेरौँ, गोलकिपर पनि एकदमै राम्रो खेल्यो ब्राजिलसँग चाहिँ। अब त्यो जस ठुलै अपसेट भन्नुपर्छ राजन दाइ, अपसेट भन्न मिल्छ नि होइन? ब्राजिलको टिमलाई तपाईँ जतिसुकै एक्सपेक्टेसन नभयो भने। ल सही हो। मलाई चाहिँ नर्वे जो एकचोटि युरो कपमा वेल्स 2018 कतिको युरो कपमा वेल्स एकचोटि सेमिफाइनलमा पुगेको थियो नि त, ग्यारेथ बेलको वेल्स होइन। अहिले चाहिँ ठ्याक्कै नर्वेलाई चाहिँ मैले त्यस्तै देखिरहेको छु कि अब त्यो फाइनलै त नपुग्ला, तर अब जोस् इङ्ल्यान्डसँग चाहिँ राम्रै अब कडै टक्कर हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। तर अल्टिमेटली इङ्ल्यान्ड चाहिँ जित्छ होला। इङ्ल्यान्डसँग भन्दा अब नेक्स्ट गेम हामीले डिस्कस गर्ने चाहिँ इङ्ल्यान्डको नै हो। गेमको बिल्डअप चाहिँ फेरि इङ्ल्यान्ड र मेक्सिकोको पनि कम थिएन है। पहिला गेम अगाडि सार्ने, पछाडि सार्ने, वेदरको कारण साइड गर्ने, एजटेकामा एकदमै खतरा रेकर्ड भएको होइन, एकदमै खतरा रेकर्ड भएको मेक्सिकोको एकदमै हाइट चाहिँ बढी थियो। अनि त्यही भएर जस एकदम म चाहिँ मेक्सिको अगाडि जान्छ कि जस्तो लागिरहेको थियो। तर इङ्ल्यान्ड मेक्सिकोको धेरै थियो, गेम पनि इलेक्ट्रिक गेम नै भएको थियो। त्यस्तो मेक्सिकोले कडा टक्कर दिएको हो नि। अनि मैले हाम्रो ग्रुप च्याटमा पनि कुरा गरेको, यो गेमको त अब एक्साइटमेन्टहरूको कुरा त गरौँ होइन। सबभन्दा सुरुमा म बिर्सिनुभन्दा अगाडि रेफ्रिङ चाहिँ यो गेमको मलाई एकदम टप नच लागेको। धीरज तिमीलाई कस्तो लाग्यो? रेफ्रिङ कस्तो लागिरह यो वर्ल्ड कपभरिमा? अनि वर्ल्ड कपको ओभरअल अरू गेमको रेफ्रिङ भर्सेस मेक्सिको इङ्ल्यान्डको चाहिँ तिमीलाई कस्तो लाग्यो त? ओभरअलमा त रेफ्री पर्फर्मेन्स पोरै हो यो पालिको चाहिँ, एकदमै नराम्रो नै हो। मेक्सिको इङ्ल्यान्डमा पनि राम्रो थियो रेफ्रिङ चाहिँ, तर अलिकति कार्ड्सहरू चाहिँ दिनुपर्ने थियो जस्तो लाग्यो। अलि धेरै नै कन्जर्भेटिभ गरे जस्तो लाग्यो कार्ड दिनमा चाहिँ। तर गेमको त्यो इम्पोर्टेन्स हेरेर चाहिँ त्यो दिनु राम्रै हो, त्यो त्यसरी गर्न चाहिँ। तर गेम चाहिँ ओभरअल गेम चाहिँ एकदमै त्यो एटमोस्फियरमा इङ्ल्यान्डले जे होस् मेन्टालिटी चाहिँ योपालि देखायो, अरू वर्ल्ड कप भन्दा पहिलोचोटि देखाएको जस्तो लाग्छ मलाई राम्रो मेन्टालिटी चाहिँ। एक्ज्याक्टली। अब पछि ड्यान बर्न, जोन स्टोन्सहरूलाई सब गर्यो। अनि ड्यान बर्नको त्यसले कसको बाइसाइकल किक उसले हानेको थियो, कसले हान्दै थियो अरे? बाइसाइकल किक एटेम्प्ट गरेको थियो अनि ड्यान बर्नको सिधै टाउकोमा ठोक्यो होइन? कसले अटेम्प्ट गरेको थियो? उसले हो क्या, राहुल इमिनेजले हो जस्तो लाग्छ मलाई। के अरे? तर जस त्यो गेम चाहिँ एकदमै रमाइलो भएको थियो, एटमोस्फियर पनि एकदमै खतरा होइन? राजन दाइ तपाईँलाई के कस्तो लाग्यो त एटमोस्फियर एजटेकाको? बवाल थियो नि। अब त्यहाँ मेक्सिको खासै नहारेकोले अनि गेमको त्यो पेस, त्यो मोमेन्टम त्यो सही थियो। अनि तर गेमको मजा लिनेलाई चाहिँ एकदमै रमाइलो थियो। अनि हाम्रो बिग गेम प्लेयर जुड बेलिङम, म्यान अफ द म्याच, कस्तो लाग्यो गोकुल सर तपाईँलाई जुड बेलिङमको पर्फर्मेन्स? डिफेन्समा प्लस एट्याकमा पनि एकदमै राम्रो कन्ट्रिब्युट गरे जस्तो लाग्यो। योपालि त जुड बेलिङमले धेरै राम्रो खेलेको छ। मैले अघिल्लो बयाली भन्दा होइन हेर्दाखेरि चाहिँ
धेरै राम्रो खेले जस्तो लागिरहेछ मलाई चाहिँ युजली अझै केन खतरा लाग्छ होइन केन चाहिँ लिथल छ जस्तो लाग्छ कि अझै पनि अरू चाहिँ त्यस्तै आफ्टर म्याच पोस्ट म्याच केनको इन्टरभ्यू चाहिँ मजा आएको भोइस नै गएको रमाइलो थियो त्यो भिडियो। अनि हाम्रो सुरज त इङ्ल्यान्ड फ्यान अब होइन हो भनौँ अब अहिलेको लागि चाहिँ कस्तो लाग्यो मेक्सिको पर्फर्मेन्सले आश देखायो होला त राम्रै अब फाइनल अब मलाई चाहिँ फाइनलसम्म पुग्छ जस्तो लाग्छ मलाई। अब यो गेम चाहिँ मैले अब हेर्न चाहिँ पाइनँ, म विशेष कारणले गर्दा म फ्लाइटमा थिएँ। अब म ल्यान्ड हुँदासम्म चाहिँ अब सकिसकेको थियो गेम। तिमी अभिनय कहाँ यार यो युएसए प्याराग्वे फ्रान्सदेखि फ्लाइटमा छ कहाँ त्यो बेलामा जाँदै थियो, यो बेलामा आउँदै थियो कि सायद। लिला आफू ल्यान्ड गरेको बेला इङ्ल्यान्डमा ल्यान्ड भएछ नै यो गेम त आइतबार राति भएको थियो नि त। अनि मलाई याद छ म घर पुग्दा सकिसकेको थियो। अनि पछि स्कोर हेर्दाखेरि चाहिँ म खुसी नै थिएँ। अब मैले चाहिँ इङ्ल्यान्ड जितोस् भन्ने चाहन्थेँ। हाइलाइट चाहिँ हेरेँ मैले। नितेश गेम अफ द टुर्नामेन्ट टाइपको जस्ट टप 5 गेम अफ द टुर्नामेन्टमा पर्छ मेक्सिको इङ्ल्यान्ड? पर्ने हो, लाइक एकदम पर्ने हो। राम्रो गेम थियो, गोल्सहरू पनि कन्सिड मजाले भयो। तर जुन हिसाबले इङ्ल्यान्डले गोल हान्यो, मेक्सिकोले फर्कायो होइन। कम्पिटिटिभ इङ्ल्यान्ड मेक्सिकोले भरको एटेम्प्ट गरेको, ट्राई गरेको जित्नलाई। मेक्सिकोले एट द एन्ड चाहिँ धेरै लङ बल मात्र निकाल्यो कि मलाई पनि त्यो चाहिँ चित्तै बुझेको थिएन क्या। मेक्सिकोको अब हाइट एडभान्टेज पनि थिएन, एउटै ट्याक्टिक मात्र भयो क्या, चेन्जै गरेन गेम के लाग्छ। तर जस इङ्ल्यान्डले परेको बेलामा फोरी पनि खेल्न सक्दो रहेछ भन्ने चाहिँ थाहा भयो। 10 म्यान गर्न केही पनि थिएन बेटर। औषधि खाएर खेलेको थियो। धीरज कस्तो र्याङ्क गर्छ त यो मेक्सिको इङ्ल्यान्डको गेम? मलाई एकदमै रमाइलो लागेको थियो। गेम त राम्रो थियो। कसैकोबाट अलिकति ब्याकग्राउन्ड अलिक आइरहेछ है, अन्त ठिक भयो कि अहिले? अनि अब 10 म्यान खेलेको थियो इङ्ल्यान्डले। कति मिनटसम्म खेल्यो 10 म्यान? 20 मिनेट होइन, बढी नै होला, 40 मिनट नै खेल्यो। तर फेरि त्यो रेड कार्ड पछि फेरि पेनल्टी पाएर क्या मजाले एडभान्टेज 2 गोल कुसनमा चाहिँ खेल्न पायो। दुईटा पेनल्टी यो गेममा त पेनल्टी पायो, दुई साइडमै थियो नि। तर जस 10 म्यान 40 मिनट जस्तो खेल्दाखेरि पनि राम्रै रोक्यो। इङ्ल्यान्डले चाहिँ रिजिलियन्स चाहिँ देखाएको छ योपालि। अब हेरौँ के हुन्छ। नेक्स्ट गेम नर्वेसँग छ है। यो सबै अब बाँकी 2टा गेम छ होइन। 2टा गेममा एउटा गेम चाहिँ छिटै जाला, अर्को गेम चाहिँ अलिक टाइम लाग्छ होला। अनि मेक्सिको इङ्ल्यान्ड पछि नेक्स्ट गेम हाम्रो कुन हेऱ्यौँ हामीले? अर्जेन्टिना इजिप्ट। मस्ट कन्ट्रोभर्सियल गेम, अलिक धेरै नै कन्ट्रोभर्सियल गेम। एकदमै कन्ट्रोभर्सीले सराउन्ड गरेको, त्यही पनि जस कन्ट्रोभर्सियल डिसिजनहरू भए पनि अर्जेन्टिनाले चाहिँ राम्रो खेलेर कमब्याक चाहिँ गरेको। कमब्याक गरेर गेमको लागि चाहिँ लाइक नो डाउट होइन। जुन हिसाबले गोल्सहरू हान्यो एकदम राम्रो थियो। बट जुन रेफ्रीको डिसिजनहरू, अनफिल्ड डिसिजन्सहरू, अनि गोललाई ओभरटर्न गर्ने त्यो कुराहरू, अब त्यो कुरा चाहिँ अलिकति कन्ट्रोभर्सियल नै थियो। आई गेस खोइ अब मेबी रेफ्रीले अर्कै पोइन्ट अफ भ्यूले हेरिरहेको थियो होला, त्यो हामीले नदेखेको हिसाबले देखिरहेको होला, त्यो थाहा छैन। तर होइन, एकदमै कन्ट्रोभर्सियल भयो। तर जस गोकुल सर, तपाईँलाई अब अगाडि बढेकोमा बधाई छ होइन। तपाईँको टेक लिनु त अर्जेन्टिना फ्यान। अर्जेन्टिनाले चाहिँ अलिकति सपोर्ट पाउँछ रेफको भन्ने जस्तो न्यारेटिभ बनाएको छ सोसियल मिडियाभरि। इजिप्ट र अर्जेन्टिनाको गेममा पनि एउटा डिसअलाउड गोल जस कन्ट्रोभर्सियल, अनि अर्को डिसअलाउ नगरिएको गोल अर्जेन्टिनाको, प्लस त्यो सर्ट पुलको कुरा भयो, प्लस सानो डिसिजन अर्जेन्टिनाको फेभरमा जानलाई कसरी लिनुहुन्छ? अब त्यो चाहिँ रेफरिङ कसरी गरिरहेछ भन्ने कुरा होइन। म त अर्जेन्टिना फ्यान हो, म त अर्जेन्टिना जितेकोमा खुसी छु होइन। तर धेरै डिसिजन्सहरू चाहिँ नहुनु पर्ने सफ्ट टचहरूमा नै दिइरहेछ, कसैलाई दिइरहेको छैन होइन। त्यो बायसनेस चाहिँ देखिन चाहिँ। अब त्यही नितेशले भने जस्तै रेफ्रीले के हेरिरहेछ, भारले के हेरिरहेछ भन्ने कुरा हो क्या। एट द एन्ड त अब
उनीहरूले भित्रबाट के सुनाइरहेछ रेफ्रीलाई भार पनि धेरै हात जस्तो लाग्छ क्या। अब रेफ्रीलाई भारले भन्ने हो नि त। जस्तो कति कुरामा चाहिँ लाइक रेफ्रीले डिसिसन लिन रेफ्रीले अलिकति हिचकिचाउने मैले भारले नै डिसाइड गरिदियोस् भन्ने जस्तो त्यो यो आफूबाट वर्ल्ड कपमा बढी चाहिँ रिभ्यू भए पछाडि त्यो रेफ्रीले डिसिजन चेन्ज गर्छ क्या। एउटा कुन गेममा मलाई याद छैन, एउटा गेममा चाहिँ रिभ्यू गर्न गएर रिभ्यू हेरेर पनि रेफ्रीले आफ्नो डिसिजनसँग अटेन्डको भएको चाहिँ एउटा मात्र इन्सिडेन्ट याद छ क्या यो वर्ल्ड कपभरि। नत्र हरेकचोटि रिभ्यूमा जाने बित्तिकै चाहिँ डिसिजन भएको छ। चेन्ज गराइदिइहाल्छ क्या। त्यो त स्लो म मोसनमा हेर्न हेर्दाखेरि गएको चाहिँ लागि के अरे, म हेर्न नर्मली गएको स्लो लागि मोसनमा म हेर्दाखेरि चाहिँ त्यही फ्रान्स र अलिकति सेनेगलको केही त्यति कुन भिडियो गेममा मोनिटर हुन्छ हेर्दैन। म दिन्न भनेर उसले हेर्न जान्छ, हेर्छ ओके एडिटिज भन्छ, तर त्यो सायद रिप्लेमा त सबै देखा हुन्छ नि त, अनि स्लो मोसनमा हेर्दाखेरि त्यस्तो बिस्तारै लगाए पनि अलिकति जे भएन ठुलै मलाई के लाग्छ देखिन्छ। भने त्यो रेफ्रीहरूको चाहिँ माइन्ड वा साइकोलोजिकल इफेक्ट के छ भन्दा भारले भने पछाडि चाहिँ त्यो चाहिँ हामीले दिनै पर्छ वा त्यो चाहिँ हो नै भने जस्तो लाग्छ। अनि अब म डिसिजन त्यही भएर लिदिनँ चाहिँ चेन्ज गर्छन् क्या, रिभ्यू चाहिँ चेन्ज गर्छ जस्तो लाग्छ क्या। त्यो चाहिँ हो जस्तो लाग्छ होइन। अनि थियो लट अफ कन्ट्रोभर्सिज थियो। अब म अर्जेन्टिनालाई पाउनु पर्ने पनि दिएको छैन होइन, म इजिटु मात्र भन्दिनँ, अर्जेन्टिनाको पनि फलहरू दिएको छैन, सफ्ट टचहरू थियो तिनीहरू चाहिँ। अनि एज अ होल अर्जेन्टिनाले चाहिँ पोर खेलेकै हो, एज अ होल पोर पर्फर्मेन्स हो अन्टिल लाइक त्यो 79 कति मिनटसम्म चाहिँ पोरै थियो। एट्याक गर्न सोच्दा पनि फिनिसहरू चाहिँ भइरहेको थिएन। अनि मेसी डिपेन्डेन्ट चाहिँ लास्टै धेरै भएको छ योपालि होइन। अघिल्लो पालि त हाम्रो अल्भारेजले गोल हानिरहेको थियो होइन, अरूले यता म्याका अब इन्जुहरूले हानिराखेर अब राम्रै खेला जस्तो लाग्छ। योपालि चाहिँ खेलिरहेको छ तर डिपेन्डेन्ट चाहिँ मेसीमा छ जस्तो लाग्छ धेरै नै। मेसीले धेरै नै स्याडो गरिरहेछ। तर मलाई चाहिँ अझै पनि यो ठुलो टिमहरूले चाहिँ रेफ्रीको डिसिजन धेरै पाइरहेको, सानो टिमहरूले नपाइरहेको जस्तो लाग्छ। क्रोएसिया सानो टिम त भन्न मिल्दैन, तर पोर्चुगलसँगको त्यो क्रोएसियाको त्यो कहीँ अहिलेसम्म कतै केही युज नगरेको स्निकको युज गरेर अनि त्यो अफसाइड दिएको। अनि अब जस्तै अर्जेन्टिनाको पनि किन त्यो स्निकोमा पनि त्यो ग्राफ देखाउँदाखेरि एउटा मात्र ग्राफ देखाएको छ, जबकि त्यो क्रोएसियाको त्यो प्लेयरले टच गरेको स्प्लिट सेकेन्डमा पोर्चुगलको प्लेयरले पनि टच गरेको थियो कि। ग्राफै हेर्ने भने त दुइटै स्पाइक देखाउनु पर्ने थियो नि त। अब मेबी उनीहरूले त्यो ट्रिम गरेर आई डोन्ट नो, धेरै स्लो मोसनमा त्यो धेरै नै के अरे जुम आउट गऱ्यो होला, केही गऱ्यो होला होइन, तर देखाउने नै हो भने त त्यो पनि देखाउनु पर्ने थियो नि त। त्यही त कि अब भारको कुरा, अब यो टेक्नोलोजीको कुरा कहाँसम्म लाने भन्ने कुरा हो कि यो चाहिँ धेरै अब त्यही अब आई गेस फिफाले अब लाइक भार कति ब्याकसम्म गएर हेर्न मिल्ने त्यो अलिकति रुल चाहिँ चेन्ज गर्नुपर्ने हो कि जस्तो नै फिल भइरहेको छ। अब धेरै अब रेफ्रीले एडभान्टेज दिएर धेरै गेम अगाडि बढिसकेर गोल स्कोर भइसकेपछि भारले आएर होइन त्यो फाउलले गर्दाखेरि हो भने, अब इफ अनफिल्ड रेफ्रीले फेयर भएर कल गरिरहेछ भने त्यो फिफाले त्यहाँ लाइन ड्र गर्नुपर्ने जरुरी देखिरहेको छ कि। अरे भारको कुरा चाहिँ अनफिल्ड रेफ्रीले नहेरेर जसले क्यामेरामा हेरिरहेछ नि, अब उनीहरूले नि डिसिजन लिँदाखेरि चाहिँ राम्रो हुन्थेन अझै, किनकि उनीहरूले त रिभ्यू गरी हेर्न पाउँछ नि त त्यो टाइममा जे भए पनि। अब अनफिल्ड अम्पायरले त अब रेफ्रीले त अब त्यो मोमेन्टमा देख्यो देखेन, अब त्यसले त्यही अनुसार डिसिजन लिन्छ होला होइन। तर क्रिकेटमा जस्तो थर्ड अम्पायरले जस्तो यता पनि अब पछाडिबाट हुन्छ, फेरि त्यो गर्दाखेरि त्यही हो टाइम लम्बिन्छ। तर एनएफएलमा छ नि त लाइक यति सेकेन्ड्स पछि के अरे कल गर्न पाइँदैन, अनफिल्ड डिसिजन हुन्छ भन्ने कुरो। आई डोन्ट नो कति एक्ज्याक्ट कति सेकेन्ड हो, बट एनएफएलमा चाहिँ लाइक सर्टेन सेकेन्ड पछि भिडियो असिस्टेन्ट हेर्न पाइँदैन, युज गर्न पाइँदैन, जसले रेफ्रीले चाहिँ कल गर्छ त्यही नै हुन्छ। त्यही हामी त्यो वान अफ द गोल अफ द टुर्नामेन्ट थियो होला कि, कस्तो राम्रो सेलिब्रेसन पनि कडा थियो। तर येलो कार्ड दिन्छ त्यो टी सर्ट फुकालेको चाहिँ त्यो पनि। अझै रेफ्रीको कोडमा चाहिँ के छ भन्दा त्यो गोल काउन्ट नभए पनि येलो कार्ड चाहिँ काउन्ट हुन्थ्यो अरे क्या दिएको भए। रेफ्रीको कोडमा त्यही छ, तर त्यही कहिले अब त्यो फल भनेको रेफ्रीले आँखाले नदेख्ने फल होइन नि त। यदि फल कल गर्छ भने त्यही गर्नुपर्ने छ। अनि अर्को पनि मलाई अर्को डिसिजन पनि राम दाइले त्यो ग्रुपमा नै पठाउनु भएको थियो त्यो भिडियो क्लिप, त्यो केप भर्डेसँग अर्जेन्टिनाको त्यो त त्यस्तो क्लियर फल फाइनल मिनेटमा त्यो पनि दिएको छैन। त्यो त स्टपेज टाइमको लास्ट सेकेन्ड्समा उतातिरको डी एरिया नजिक राम्रो सेट पिस हान्ने ठाउँ हो नि त त्यो त क्लियर फल थियो। अब त्यही बेलामा भने कि फिफाले पनि रिप्ले पनि देखाएन कि हो यस्तो कुराहरू चाहिँ डाउटफुल लाग्छ कि त्यो फल थियो, सबले देखेकै छ होइन, देखिन्छ। अब त्यस्तो कुरा त रिप्ले त देखाइदिनु एटलिस्ट। अब न भारमा गयो न कताको, त्यो त लास्ट मोमेन्ट थियो, त्यहाँ जित्न सक्थ्यो नि त। फेरि यो त नकआउट म्याच हो, ग्रुप स्टेज होइन। त्यहाँनिर त्यो फाउलले गर्दा फेरि अर्को गेम परिसकेको हुन्छ। अब जित्यो नि त अर्जेन्टिना जे भए पनि, त्यतिखेर चाहिँ गोल खाएर हार्थ्यो कि के थाहा।
त्यही त त्यो अलि रिप्लेहरू नदेखाएको चाहिँ धीरज तिमी यो कुरामा अग्री गर्छै गर्दैन रिप्लेहरू चाहिँ एकदमै थोरै देखाइरहेको छ वर्ल्ड कपमा त्यो कुनै पनि फलमा अथवा डिसिजनमा रिप्ले चाहिँ अब मेन उसको चाहिँ देखाउनु पर्ने क्या रिप्ले पनि अनि भिडियो असिस्टेन्टको त्यो अफसाइड डिसिजनहरू पनि लाइक प्रिमियर लिगमा त एकैचोटि देखाउँछ नि त अनि तुरुन्तै देखाउँथ्यो। भइरहेको हुन्छ नि त भिडियो असिस्टेन्ट रेफ्री र रेफ्री बिचको कन्भर्सेसनै सुनिन्छ नि त कुनै कुनै गेममा त तर यसमा चाहिँ त्यो भारको अफसाइड कलहरू पनि कति पछि देखाइरहेछ क्या त्यो चाहिँ एउटा चित्त नबुझ्ने कुरा ख्याल गरेको चाहिँ होइन भारत जहिले पनि टेक्ससमै हो भारतको मेन ठाउँ भारत त जहिले मैले पनि त्यही सुनेको सेन्ट्रल अफिस चाहिँ ड्यालसमा हेरेको थिएँ। त्यही त त्यही एकदमै कन्ट्रोभर्सियल गेम भयो लास्टमा अर्जेन्टिनालाई नि जितेर मजा आएन अर्जेन्टिनाले चाहिँ अर्जेन्टिनाको कमब्याक गरे हो राम्रो कमब्याक गरे हो त्यसमा चाहिँ लाइक 2 गोलको लिड नो थियो डाउट हैन 2-0 को फेरि अब त्यो त्यस्तो कमब्याक देखे पनि हो हैन अब 86 मिनेटबाट देखा पनि हो बट त्यो फर्स्टको इजिप्टको गोल दिएको भए चाहिँ लाइक 2-0 नै लिड हुन्थ्यो होला उसको त्यसपछिको कमब्याक गरेर चाहिँ त्यो अर्कै टाइपको गरिन्थ्यो तर त्यो अगाडिको गोल चाहिँ त्यस्तै टाइपको फलमा क्यान्सल गर्ने पछि चाहिँ त्यस्तै टाइपको फलमा नदिन्छ कन्सिस्टेन्सी चाहिँ छैन पछि त यस्तो भनेर नि त। एउटै गेममा पनि कन्सिस्टेन्सी छैन अब अक्रस द गेम त कन्सिस्टेन्ट डिसिजन लिने अरू पनि एउटालाई यतिकै झापड हान्दिँदा नि कार्डै छैन त्यो फल थियो नि सेकेन्ड गोलमा हो कि थर्ड गोलमा पनि मेकालिस्टरको त्यो त्यस्तो मोमेन्टहरू त के म बिर्सेको त होइन होला 2-4 महिनामा प्रिमियर लिगमा त त्यस्तो मोमेन्टहरू त रिप्ले गरी देखाउँछ त त्यसमा त देख्न पाइन्न त यहाँ के होला भार त त्यस्तै नै हुन्छ जेनरली अर्जेन्टिनालाई चाहिँ अब गोइङ फरवर्ड होइन मैले त सुरुदेखि हो एकदम हेड पास गर्ने अर्जेन्टिनालाई पोर्चुगललाई भनेर बसिरहेको थिएँ 80% अफ नोइज पोल्युसन कम गर्नलाई आधा सक्सेसफुल भयो अब अर्जेन्टिनालाई चाहिँ नेक्स्ट गेमको पनि गरौँ होइन स्विजरल्यान्ड भनेपछि हरेक अब अर्जेन्टिनाको म्याच पछि म ओहो 3-4 वटा मेसेजेसमा म एकदम यो कन्ट्रोभर्सियल डिसिजन भयो भनेर कराउनु पर्छ त्यो गर्नुपर्छ त्यो एउटा अलिक क्लियर वाला जितोस् यस्तो भयोस् भन्ने त हुन्थ्यो अब म गएको म्याच इभन त्यो ग्रुप स्टेजको अर्जेन्टिनाको अल्जेरिया खुट्टामा टच पुरै त्यो मेसीले खुट्टामा हुने गरेको छ कि त्यो त मलाई थाहा नै थिएन म्याच हेर्दा फेरि हैन पछि मैले हेरेको थिएँ कि रिलहरु देखेपछि बल्ल थाहा भयो सिटी नि बजाउँदैन चेक नि गर्दैन अल्जेरियाको प्लेयरले कति रिक्वेस्ट गरेर चाहिँ बाल छैन है त्यो त मोर रेड कार्ड थियो नि त उसको त्यो बालुगुन हो कि कसको भन्दा त किनकि तिनीहरु दुईटा उसले त लएर खुट्टाले हानेकै छ नि त हो नि अब त्यतिखेर त्यहाँनिर डिसिजन फेयर भएर त्यतिखेर रेड कार्ड खाएको भए ह्याट्रिक पनि आउँदैन केही पनि आउँदैन त्यतिखेर त्यही सेलाउँथ्यो होला के थाहा अब इप्सान भर्छ त्यही हो के त्यही हो इप्सान भर्छ अनि फेरि मेसी बिना अर्जेन्टिना कमजोर नै देखिएको छ नि त जस मेसीले नै क्यारी गरिरहेको देखिरहेछ तर जस मेसीलाई चाहिँ मान्न पर्छ यार यत्रो 39 इयर्स त्यो फिनिशिङ अब कस्तो ठाउँबाट गर्दिहाल्छ हान्दिहाल्छ के गर्नु 39 इयर्स अब नर्मली हामीले 39-41 इयर्स ओल्डको मान्छेहरूलाई लायबिलिटी जस्तो गरेर देखिरहेका छौँ होइन फिल्डमा तर मेसी चाहिँ उसले चाहिँ डिस्प्रुभ गरेछ मेसीले चाहिँ लुका मोड्रिच पनि त मेसी भन्दा लायबिलिटी देखे हैन त सबै प्लेयरले मिलेन लुका मोड्रिच पनि राम्रो गरेको थियो लुका मोड्रिच पनि 41 हैन मेसीले के भइराछ 41 कति वर्ष हो लुका मोड्रिच 41 हो के अरे 41 है 40-41 40 हो के अरे रोनाल्डो 41 हो अनि मेसी 39 हो के अरे के बढेको किपर पनि हुन हैन त्यो पनि तर के गोलकिपर त काउन्ट हुँदैन गोलकिपर त अलि बुढोसम्म नै खेल्न सकिन्छ तर गेम बढेको म्यानुअल न्युअर पनि बुढै त हैन मलाई स्पेनको गेममा चाहिँ फलोअर पाएको जस ठिकै छ गुड फर हिम हैन तर स्पेनको गेममा चाहिँ त्यस्तो खतरनाक सेभ गरेको चाहिँ लागेको थिएन 0-0 चाहिँ भयो तर अर्जेन्टिनाको गेममा चाहिँ ओहो गर्यो खतरै सेभ गर्यो राम्रो यो वर्ल्ड कपमा गोलकिपिङ राम्रो देख्न पाइएको छ इजिप्टको किपरले हिजो राम्रो सेभ गरेको थियो एक दुईवटा त्यो जुलियन आल्भारेजको शट सेभ गरेको थियो नि मजाले मेसीको पेनाल्टी त अब मेसीको पेनाल्टी त मैले नि सेभ गरिदिन्छु जस्तो लाग्न थालिसक्यो होइन तर त्यो अरू जुलियन आल्भारेजको त्यो शटहरू हेर्दाखेरि जस राम्रो गोलकिपिङ हेर्न पाइएको छ एक्सेप्ट फर युएसए गाइस अब म चाहिँ अब लाग्नुतिर लाग्छु है 5 प्रिडिक्सन एउटा 5 मिनेट गरौँ क्वार्टर फाइनलको अनि त्यसपछि कोलम्बिया स्विजरल्यान्डको कुरा गरिहालौँ न क्विक
कोलम्बिया र त्यो गेम स्विजरल्यान्डको पनि थियो कोलम्बिया र स्विजरल्यान्डमा चाहिँ म कोलम्बियाले जितोस् भनेर थिएँ गाइज। म नि जुन हिसाबले घानालाई जितिरहेको थियो कोलम्बियाले जुन हिसाबले पोर्चुगलसँग खेलेको थियो कोलम्बियाले त्यो हिसाबले चाहिँ मैले नि कोलम्बियाले जित्छ होला तर लागेको पेनाल्टीमा अब होइन धेरै चान्स मिस गरे हो नि कोलम्बियाले गेम त मैले गेम चाहिँ हेर्न पाइनँ मैले नि गेम चाहिँ हेर्न पाएन मैले चाहिँ हेरेँ, मैले चाहिँ पुरै कोलम्बियालाई जिताएर अनि त्यसपछि यता अर्जेन्टिनालाई हराउने भन्ने मेरो त्यस्तो समीकरण थियो, तर भएन। कोलम्बियाको गेम चाहिँ एकदम फ्रस्ट्रेटिङ लाग्यो मलाई चाहिँ। सपोर्ट गरेर थिएँ, 0-0 एन्ड भयो। अनि स्विजरल्यान्ड पनि तर कि साइलेन्ट किलर बनेर आउँछ। साइलेन्ट किलर मेबी हुनसक्छ। कसैले त्यस्तो कुरै गरे होइन, तर पनि क्वार्टर फाइनलसम्म आइसक्यो क्या। स्विजरल्यान्ड अब अप नेक्स्ट फेरि अब अर्जेन्टिना स्विजरल्यान्ड छ। स्विजरल्यान्डले अब दुईटा टिमसँग खेल्न त गाह्रै हुन्छ होइन, फिफा र अर्जेन्टिनासँग। प्लेयर घाइते छ भनेर त्यो मिम छ याद थियो। फ्ल्यागले गर्दा तर राम्रो गेम थियो ओभरअल। तर लुइस डियाजले केही गर्छ कि भन्ने पनि आश थियो, केही पनि गरेन। तर फ्रन्ट थ्री राम्रो थियो, सर्टहरू राम्रो हानेर हुन्थ्यो। कोलम्बियाको सर्ट्स एन्ड टार्गेटहरू क्या धेरै हुन्छ नि, धेरै नर्मली होइन, लङ रेन्जहरू ट्राई गर्ने। तर स्विजरल्यान्डको गेममा चाहिँ त्यो गर्न सकेन। ठिकै छ, अब स्विजरल्यान्डले केही गर्छ कि अर्जेन्टिनाको अगेन्स्टमा भन्दा भन्दै यहाँसम्म क्वार्टर फाइनलसम्म आइसक्यो, केही फाइनलसम्म चाहिँ। तर हेरौँ अब क्वार्टर फाइनलको फर्स्ट गेम भोलि फ्रान्स मोरोक्को। गाइस मेरो विचारमा चाहिँ फ्रान्स है। कति गोल के छ? गोल डिफरेन्स गोल पनि मनले के भन्छ, दिमागले के भन्छ भनिदिउँ न त। 1-0 मनले के भन्छ? नितेशले भन्दा नितेशले भन न। मनले 1-0 फ्रान्स अगाडि बढाउने। फ्रान्स सुरज मलाई चाहिँ अब सुरुको 90 मिनट्स र एक्स्ट्रा आउटमा चाहिँ 1-1 हुन्छ जस्तो लाग्छ। पछि अब एक्स्ट्रा 30 मिनटमा चाहिँ 2-1ले चाहिँ भनौँ 2-1ले फ्रान्सले जित्छ जस्तो लाग्छ। तर मोरोक्को पनि जियोस्, राम्रै टिम चाहिँ हो। धीरज मोरोक्कोको त्यो मेन स्ट्राइकर साइबरी भन्ने छैन होइन अहिले, त्यो इन्जर्ड छ क्यारे होइन। त्यही भएर खै अब म चाहिँ फ्रान्सले जित्छ जस्तो, फ्रान्सले जित्नुपर्छ त्यो गेम त। तर गेम चाहिँ टफ हुन्छ होला। मोरोक्को नि अफ्रिकन च्याम्पियन्स काइन्ड अफ त हो नि। म त गोल पनि भन्दैन। एस्ट्रिक ल्याएर बट अफ्रिकन कप अफ नेसनमा पनि अनबिटन टिम छ, त्यो एकदमै राम्रो खेलिरहेको थियो लास्ट फाइनलभन्दा। तर त्यो एकदमै फर्ममा टिम छ। तर अब धीरज प्रेडिक्सन गोल डिफरेन्स गोल डिफरेन्स त फ्रान्स 3-1 हुन्छ होला। 3-1 लास्ट मिनटमा हुन्छ होला फ्रान्सले। राजन दाई के छ तपाईँको यसमा प्रेडिक्सन? खासमा मोरोक्कोले जितोस् भने हो, तर फेरि पछि अर्जेन्टिनालाई जित्नलाई गाह्रो हुन्छ। फ्रान्सले नै जित्छ होला। गेम चाहिँ रमाइलो हुन्छ होला, 90 मिनटसम्मै हुन्छ, त्योभन्दा बढी जान्न जस्तो लाग्छ। 3-2 अनि म चाहिँ फ्रान्स मोरोक्कोले जितोस् भन्छु। तर मलाई फ्रान्सलाई एकदम मोरोक्कोलाई म एकदम हाइली रेट गर्छु। तर फ्रान्स चाहिँ अहिले एकदमै ओभर पावर छ, त्यही भएर 3-0 फ्रान्स। बट लास्ट इयर मोरोक्कोले पोर्चुगललाई अपसेट गरे होइन त। मोरोक्को पनि टिम त राम्रो। पोर्चुगललाई अपसेट गरेर पोर्चुगल अहिलेसम्म अपसेट नै भइरहेको छ यो वर्ल्ड कपमा। अनि सेकेन्ड फ्राइडे रहेछ हाम्रो स्पेन बेल्जियम 2 CST। मनले चाहिँ बेल्जियम लाग्न खोज्दैछ, तर दिमागले चाहिँ स्पेन लानुपर्छ भन्ने छ। हाम्रो सुरजको के छ भनाइ? यसमा चाहिँ अब मेरो अलिकति फरक धारणा छ। म चाहिँ सायद अब बेल्जियमले जित्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब स्पेन पनि राम्रै खेलिरहेको छ, तर स्पेनको अट्याकिङ चाहिँ अब अलिकति थोरै अट्याकिङमा चाहिँ मैले अलि प्रब्लम देख्छु। त्यही भएर अब बेल्जियम जित्दै आइरहेछ, अलिकति मोमेन्टम जे भए पनि। अब मलाई चाहिँ अब 1-0 भन्छु, बेल्जियमले जित्छ चाहिँ। धीरज अब स्पेनले 2010 को वर्ल्ड कप जित्दाखेरि पनि डिफेन्सकै भरमा जित्यो नि त। त्यत्रो अट्याकिङ प्लेयरहरू थियो नि त त्यो बेला पनि। सो टुर्नामेन्ट जित्न चाहिँ डिफेन्सै चाहिन्छ होइन। मलाई चाहिँ स्पेनले जित्छ जस्तो लाग्छ। तर बेल्जियमलाई ब्र्याकेटमा रेट गर्ने चाहिँ म मात्रै थिएँ अहिलेसम्म। मैले यहाँसम्म बेल्जियम प्रेडिक्ट गरेको थिएँ, बट त्यो युएसको गेम अगाडि चाहिँ बेल्जियमलाई कसरी बिल्डअप गरेर चाहिँ मलाई एकदमै मन परेको थिएन कि। एक्ज्याक्टली नट इभन काउन्टेड एज अ टिम के, त्यो चाहिँ
बेल्जियम त एकदमै राम्रो टिम हो नि त। स्टिल अलिकति प्लेयरहरू आउट अफ फर्म हो, सबै प्लेयर टिममा आयो भने त स्पेनलाई एकदमै गाह्रो नै पर्छ यो गेम चाहिँ। तर स्पेनको डिफेन्स एकदमै राम्रो भएर चाहिँ आई थिङ्क स्पेनले जित्नुपर्छ यो गेम चाहिँ। राजन दाई स्पेनको क्लिन सिट राख्छ कि राख्दैन गाइस, के छ त? कन्सिड गर्छ होला। कन्सिड गर्छ। टुर्नामेन्टभरि नखाएको गोल चाहिँ बेल्जियमले हान्छ होला पक्कै। टुर्नामेन्टभरि म पनि बेल्जियमलाई नै जिताउन चाहन्छु। स्पेन चाहिँ जस्ट यो गेममा गोल खान्छ अनि त्यसपछि बाहिरिन्छ भन्ने आशा छ, हेरौँ के हुन्छ। नेक्स्ट अप नर्वे इङ्ल्यान्ड नर्वे अल द वे नर्वे। सुरज म चाहिँ यसमा इङ्ल्यान्ड भन्छु 2-1 ले। धीरजको यो त टफ डिसिजन हो। म चाहिँ नर्वेलाई रेट गर्छु, तर इङ्ल्यान्डले जित्छ होला। इङ्ल्यान्डको अस्तिको मेक्सिकोसँगको गेम खेल्दाखेरि चाहिँ त्यो मेन्टालिटी त्यो राख्यो भने चाहिँ इफ हालान्डलाई कन्टेन गर्न सक्यो भने चाहिँ त्यो एकदमै गाह्रो कुरा भयो। हालान्डलाई कन्टेन गर्ने गाह्रो चाहिँ प्रब्लम। मैले सोसियल मिडियातिर देखिरहेको थिएँ त्यो रेकर्ड, ड्यान बर्नले 9 गेम खेल्दाखेरि 8 गेम चाहिँ हालान्डलाई गोल हान्न दिएको छैन अरे। यस्तो कि 8 गेमसम्म जस्ट ड्यान बर्नको एकदमै राम्रो रेकर्ड रहेछ के अरे हालान्डसँग। तर इङ्ल्यान्डको राइट ब्याक प्रब्लम छ नि त अहिले, कोही पनि छैन राइट ब्याकमा। त्यो इङ्ल्यान्डको राइट ब्याक प्रब्लम छ भनेपछि नुसाले अनि त्यो स्लोडर ग्रुपले ठाउँ पाउँछ। नर्वेको लेफ्टमा खेल्छ, लेफ्ट विङमा नुसा स्लोडर ग्रुप हो कि के हो त्यसको नाम, त्यो ब्रियन अफ टार्थ भन्छु म चाहिँ त्यसलाई। त्यसले राम्रो टिम पनि एकदमै त्यो मिलेको छ क्या। नर्वेको टिममा कस्तो लाग्छ भने त्यो भाइचारा भएको टिम जस्तो लाग्छ। सुपरस्टार भनेर अब हालान्ड त छ, तर त्यस टिममा त्यो कोहिजन चाहिँ भएको टिम जस्तो लाग्छ। ओडिगार्डलाई नि अब जस्तै आर्सेनल फ्यानहरूले नै रेट नगर्ने, एक्स्ट्रा टचहरू बढी लिन्छ भन्छ नि त, कतिसम्म हो पनि। तर त्यस ओडिगार्डले पनि राम्रो खेलिरहेछ, कोहिजन राम्रो, अब गोलकिपिङ पनि त्यस्तै राम्रो छ। अनि अर्को भनेको त हाइट एडभान्टेज, म्यासिभ हाइट एडभान्टेज, अनि त्यो बिल्डहरू पनि छ। त्यही भएर नर्वे, म पनि मनले नर्वे भन्छ, दिमागले त इङ्ल्यान्ड नै भन्छ अभियसली, तर नर्वेलाई जिताउँछु यसमा चाहिँ। कति गोल? 1-0। यो कतै लेखेर राखिएको थियो, पछि हामीले भिडियो हेर्न मिलिहाल्छ। त्यही भएर धेरैचोटि भिडियो हेर्दा चाहिँ भ्यू आउँछ कि आउँदैन भन्नु त। अनि तर मलाई हाँसो लागेको कुरा चाहिँ त्यो इङ्ल्यान्डको जोर्डन हेन्डरसन त्यो घाइते भएको देखेर बिचरा खेल्दा नि खेलेन, के अरे येल्लो कार्ड पनि पायो, पछि खेल्दा नि घाइते भयो। हाँस्न हुँदैन, तर अब हाँस्नै पर्यो। जोर्डन हेन्डरसनलाई लिडर भनेर ल्याएको थियो फिल्ड जस्तो लाग्छ मलाई होइन। गेम त त्यस्तो खतरा टिममा पर्नुपर्ने थियो क्या इङ्ल्यान्डको, त्यत्रो राइट ब्याक हुँदाखेरि ट्रेन्ड नपर्नु चाहिँ। तर ट्रेन्डले राम्रो सिजन त खेलेको थिएन, तर त्यही पनि अरू अप्सन चाहिँ थिएन। त्यो के अरे हाम्रो जेस पेन्स भन्दा त ट्रेन्डै ठिक थियो जस्तो लाग्छ। किन त्यस्तो प्यारो हो? मेक्सिको गेममा राम्रो खेल्यो, मेक्सिको गेममा त 10 जना डिफेन्स थियो जो पनि राम्रो। म चाहिँ गएँ अब, तर रुक न, अझै बाँकी छ। सकाइदिनु अनि त्यसपछि तिमीहरू कुरा गर्दै म निस्किन्छ। त्यो जेट स्पेन्सलाई चाहिँ किन प्यारो हो भन्ने चाहिँ मैले बुझेको छैन टुकेलको। तर अब लास्ट गेम गोकुल सर मात्र थियो होला, एकजना मात्र अर्जेन्टिनाले जितोस् भन्ने मान्छे। स्विजरल्यान्ड अल द वे स्विजरल्यान्ड जित्नै पर्छ स्विजरल्यान्डले। जुन धीरजको के छ यसमा ओपिनियन? लागि भएको छ आफ्नो स्विजरल्यान्डले जितोस् भन्ने नै छ, तर अर्जेन्टिना इज टु मच फर स्विजरल्यान्ड। मलाई चाहिँ के लाग्छ भने अर्जेन्टिनाले राम्रो टिम चाहिँ खेलेको छैन नि त अहिलेसम्म। त्यो केप भर्डे अनि इजिप्टसँग गर्ने भनेको अर्जेन्टिनाको आफ्नै कमजोरी पनि हो जस्तो लाग्छ। त्यो गेमलाई अब मेसीले त्यो पेनल्टी हानेको भए यत्रोसम्म आउँथेन कि त्यो गेम यत्रो लामोसम्म आउँदैन। त्यो होइन, त्यो इजिप्टको सेकेन्ड गोल दिए हो भने अर्जेन्टिनाले कमब्याक गर्न सक्थ्यो, किनभने चाहिँ त्यो बिग गेम प्लेयरहरू त्यो अब इजिप्टले एक गोल खाइसकेपछि चाहिँ मैले चाहिँ इजिप्ट हार्यो भन्ने नै थियो क्या त्यो बेला चाहिँ। तर त्यो कन्ट्रोभर्सियल बनाउनु पर्ने च्याटमा जस्ट छिटो गोल खायो अर्जेन्टिनाले भनेर 70 मिनेटमा गोल खान पर्थ्यो भनेर कुरा गर्दा चाहिँ त्यही कमब्याक
त्यही छ ल गाइज अब हामी फेरि भेट हुन्छौँ कहिले भन्दा सन्डे मोस्ट प्रोबेबली सन्डे भेट हुन्छौँ अनि त्यसपछि क्वार्टर फाइनलको समीक्षा गर्छौँ ओके होपफुली फ्रान्स स्पेन इङ्ल्यान्ड अनि अर्जेन्टिना आउट हुन्छ अनि त्यसपछि हामीले नयाँ वर्ल्ड कप विनर पाइन्छ अरू भएन भने अर्जेन्टिना चाहिँ आउट हुनुपर्छ त्यति हो आउट नभए नि फेयर गेम हेर्न पाइयोस् त्यो पनि फेयर गेम हेर्न पाइयोस् हो त्यो रेफ्री लाइक 12 भर्सेस 11 गेम नहोस् कि ल थ्याङ्क यू फर जोइनिङ आवर प्यानलिस्ट अनि थ्याङ्क यू फर वाचिङ गाइज फेरि हामी यो कन्टिन्यू गर्छौँ अनि यो हाम्रो वर्ल्ड कप सकिसकेपछि चाहिँ कस्तो रेस्पोन्स आउँछ अनि कतिको जागर लाग्छ त्यो अनुसारले हामी प्रिमियर लिगको लागि विकली बेसिसमा गर्नुपर्छ ल एपिसोड 1 चाहिँ हामीले यहीँ सक्यौँ है त ल थ्याङ्क यू गाइज बाई